Bhagavato Arahatu Samma Sambuddhassa Buddham Sharanam Gacchami Dharmam Sharanam Gacchami Sangam Sharanam Gacchami Buddham Sharanam Gacchami Dharmam Sharanam Gacchami Sangam Sharanam Gacchami Buddham Sharanam Gacchami Dharmam Sharanam Gacchami Sangam Sharanam Gacchami Namo Gurumbe Namo Buddhaya Namo Dharmaya Nama Sangaya Sangye Chodon Soge Chonam La Changjo Bardo Dane Gyosu Che Dage Chushe Gebe Dola Penjara Sangye Rubara Sho Sangye Chodon Soge Chonam Jangjo Bardo Dane Gyosu Che Dage Chushe Gebe Chonam Dola Penjara Sangye Rubara Sho Sangye Chodon Soge Chonam La Changjo Bardo Dane Gyosu Che Dage Chushe Gebe Chonam Dola Penjara Sangye Rubara Sho Simjen Tamje Dewa Dan Dewe Gyudan Dembara Gyurjik Simjen Tamje Dongal Dan Dongal Ge Gyudan Chewara Simjen Tamje Dongal Mebe Dewa Dan Menjawara Gyurjik Simjen Tamje Nyerin Chadan Nyedan Dan Nyumla Nebara Gyurunje Penden Jungne Demba Tarshenge Tenzin Gebu Tamje Gongkamsan Lujin Gunla Dikin Jungwen Sangye Demba Dado Ge Gyuruje Azaya Aunubago सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु आज चाहिँ हिजो भनेको दोस्तो हिजो चाहिँ खास गरेर अनि बौद्ध धर्म परिचय चाहिँ गरेको हो आज चाहिँ अनि बौद्ध धर्मलाई ध्यान अभ्यास गर्नेको विधिहरू कसरी गर्नुपर्ने त्यो चाहिँ आज चाहिँ भन्ने हो पहिला चाहिँ म यो भन्न चाहन्छु ध्यान अभ्यास भनेको त्यो शब्दको मतलब चाहिँ के हो हुनु चाहिँ ध्यान भन्दाखेरि छेको भाषामा अनि गोम भनेको छ गोम भनेको हो अब गोम भन्ने चाहिँ खास गरेर मनले आफ्नो मन चाहिँ एउटा कुशल कर्ममा या आफ्नो मन चाहिँ एउटा कुशल चीजमा मन चाहिँ राखेर अनि त्यसलाई धेरै नजदिक बनाउने छेको भाषामा भन्छ रङसिम गेवे मिपाला तेने अनि नेवर छेबा यसको मतलब के हो भनेदेखि आफ्नो मन चाहिँ ठक्कै कुशलको चीजमा राखेर चाहिँ अनि धेरै नजदिक बनाउने हो त्यसलाई चाहिँ अनि ध्यान भनेको हो त्यसको कारणले ध्यान भने चाहिँ खास गरेर मनले गर्नुपर्ने कराई एउटा मनको एउटा मनले गर्नुपर्ने एउटा हो अभ्यास भन्ने चाहिँ छेको भाषामा न्यामलेन भनेको छ न्यामलेन भनेको त्यो चाहिँ कायाद्वारा गर्ने न्यामलेन हुन्छ कायाद्वारा गर्ने अभ्यास हुन्छ वाक्यद्वारा गरेको अभ्यास हुन्छ मनदेखि गर्नेको अभ्यास पनि हुन्छ त्यसो कारणले छेको भाषामा गोम न्यामले भन्नु बेलामा न्यामले भने चाहिँ अलिकति ठुलो सुग्रता
न्याम्लेन र अभ्यास भनेको चाहिँ एउटै हो अभ्यास भन्दाखेरि चाहिँ जिउले वचनले मनले गर्ने एउटा कार्य अनि कुशल कर्म त्यस्तो हो अब ध्यान भन्यो भनेदेखि अनि जिउले ध्यान गरेको भने चाहिँ हुँदैन वचनले ध्यान भने चाहिँ हुँदैन त्यो चाहिँ मनले गर्ने एउटा अनि त्यो धर्म एउटा हो त्यसो कारणले गोमिन न्याम्ले नै बिख्याप न्याम्ले नै न गोमिमे माख्याप त्यसो कारणले गोम भन्ने चाहिँ न्याम्लेनको भित्र पसेको छ फेरि न्याम्लेन सबै गोमको भित्र पसेको छैन त्यसो कारणले यो दुईटामा अलिकति फरक छ गोम र न्याम्लेन भने चाहिँ त्यसो कारणले पहिलो मैले गोमदेखि नभनेर चाहिँ न्याम्लेनद्वारा चाहिँ अलिकति भन्न चाहन्छु अब न्याम्लेन भने चाहिँ अनि आफूले अघि भनेको दोस्रो काया वाक्क चित्त जिउ र वचन र मन तिनैद्वारा गर्नु सक्ने अनि एउटा गर्नेको धर्मको कार्य एउटा हो न्याम्लेन भने चाहिँ त्यो हो त्यसो कारणले पहिला हामीले चाहिँ अनि थाहा हुनुपर्ने के हो भनेदेखि हामीले कोहीहरूलाई जिज्ञासा हुनसक्छ त्यो ध्यान र अभ्यास गर्यो भनेदेखि फाइदा हुन्छ कि हुँदैन हामीले ध्यान अभ्यास गर्नु सक्छ कि सक्दैन त्यस्तो कुराहरू हुन्छ फेरि कोहीहरूले ध्यान अभ्यास भने चाहिँ लामो गुरु अन्यहरूले मात्रै गर्ने हो हामी गृहस्थीले हुँदैन जस्तो पनि लाग्छ हो त्यस्तो होइन बुद्ध स्वयंले के भन्नु छ भनेदेखि तथागत गर्भको भित्र हामी प्राणीहरू सर्व प्राणीहरू सबैलाई अनि बुद्धता प्राप्त गर्नु सक्ने शक्ति छ भनेको छ सिमजे थम जेला खम देवर्षेपि निङ्बो यो सिमजे थम जेला साङ्गी रियो सिमजे थम्जे साङ्गेपे निभयो त्यो भनेको छ त्यसो कारणले सर्व प्राणीको मनको माथि के गुण छ भनेदेखि बुद्धता प्राप्त गर्न सक्ने एउटा शक्ति चाहिँ सबैले छ अब बुद्धता प्राप्त गर्न सक्नेको शक्ति छ भनेदेखि अब बुद्धता प्राप्त गर्नुको लागि चाहिएको मार्ग 5 भने हामीले पाउन सक्ने शक्ति छ त्यसको लागि हामीले ध्यान अभ्यास गर्न सक्नेको शक्ति पनि छ अनि चिन्तन गर्न सक्नेको शक्ति पनि छ सुन्नेको शक्ति पनि छ त्यसो कारणले थेपा सम्बा घुम्बा छेपे निभा लम्गा थोपे निभा साङ्गेपे निभा भनेर त्यस्तो सबै हामी आफैले छ हामीले त्यो प्रयोग नगरेको मात्र हो हामीले अनि त्यसलाई जोड नदिएको त्यसो कारणले हामीले त्यो ध्यान अभ्यासलाई हामीले प्रयोग नगरेको त्यसो कारणले चाहिँ हामीले चाहिँ यस्तो पाएको त्यसो कारणले हामीले हुनु चाहिँ हामीले बुद्धता प्राप्त गर्न सक्नेको शक्ति भएको कारणले हामीले ध्यान अभ्यास भन्ने चाहिँ नगरेको चाहिँ कुराहरू यदि हामीले गर्न चाहेर गर्यो भनेदेखि गर्नु सक्नेको शक्ति चाहिँ हामी सबैले छ त्यसो कारणले हामीले ध्यान अभ्यास गर्नु सक्छ अब दोस्रोमा चाहिँ के हुन्छ भनेदेखि यदि हामीले ध्यान अभ्यास गर्नु सक्छ भने अब ध्यान अभ्यास गर्यो भनेदेखि फाइदा के छ ध्यान अभ्यास गर्यो भनेदेखि त्यसको फाइदामा हुनु चाहिँ थुप्रै नै छ तर मूल चाहिँ दुई हो एउटा चाहिँ तर्कालको फाइदा एउटा चाहिँ अनि भविष्यको फाइदा नेकपकी फेयौँ दाङ फुकी फेयौँ भन्छ तर्कालको फाइदा र अनि भविष्यको फाइदा अब तर्कालको फाइदा चाहिँ के छ भनेदेखि अहिले हाम्रो जीवनमा जति हामीलाई दुःखहरू भएको छ त्योहरू दुःखहरू सबै हामीले राम्रो गरेर खोज तलास गर्यो भनेदेखि आफ्नो दुःखहरू सबै आफैले गरेको कारणले भएको त्यो पनि के हो भनेदेखि आफैले नराम्रो कर्म गरेको फल पनि हो त्यसको माथि आफ्नो मनको भित्र क्लेश धेरै भएको कारणले हो
हाम्रो मनको भित्र चाहिँ तीन किसिमको मन हुन्छ, सोच हुन्छ। एउटा चाहिँ छेको भाषामा भन्छ गेवेसेम, मिगेवेसेम, लुमतेङ्गेसेम। यसको मतलब गेवेसेम भने चाहिँ कुशलको अनि मन, इङ्ग्लिसमा पोजिटिभ थट। मिगेवेसेम भने चाहिँ अकुशलको अनि सोच, त्यसलाई चाहिँ इङ्ग्लिसमा भन्छ नेगेटिभ थट। लुमतेङ्गेसेम भने चाहिँ कुशलको सोच पनि होइन, अकुशलको सोच पनि होइन, त्यसलाई खर्च अभिकृत कर्म, अभिकृत कर्म भन्छ, अविवेक कर्म रेवे कर्म रेवे, अभिकृत सोच हुन्छ, सोच अभिकृत अधर्म बीचको सोचले अभिकृत सोच, धर्मको सोच अनि खर्च अधर्मको सोच अनि अभिकृत सोच, तीन अभिकृत हो तेरे। त्यसो कारणले चाहिँ अनि त्यो मन तीनटा चाहिँ हाम्रो सोचमा त्यो छ। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि हाम्रो यो दुःखहरू सबै नराम्रो सोचदेखि भएको हो भनेको। नराम्रो मनको कारणले नराम्रो दुःखहरू चाहिँ पाएको हो भनेको। त्यसो कारणले आफ्नो मनलाई आफ्नो मन नराम्रो मन चाहिँ हामीले त्याग्नु परेको छ। त्यसो कारणले बुद्धले ध्यान अभ्यास गर्यो भनेदेखि के फाइदा हुन्छ भनेदेखि उहाँले पहिला रङसेम मोठो भन्छ, आफ्नो मनलाई आफूले चिन्छ। ध्यान अभ्यास नगर्यो भनेदेखि आफ्नो मन चिन्नु गाह्रो हुन्छ। अब आफ्नो मन आफूले ध्यान गर्यो भनेदेखि आफूले चिन्छ। त्यसको माथि मनको भित्र नराम्रो मन चाहिँ के रहेछ, राम्रो मन चाहिँ के रहेछ, अभिकृत मन चाहिँ कस्तो रहेछ भने त्यो थाहा हुन्छ। त्यसको पछि हामीले नराम्रो मनलाई अनि त्याग्ने, राम्रो मन राम्रो सोचहरू चाहिँ विकास गर्ने। त्यसो कारणले ध्यान अभ्यास गर्यो भनेदेखि ध्यान अभ्यासद्वारा हाम्रो त्यो नराम्रो हाम्रो मनलाई हामीले थाहा हुने र हाम्रो मनलाई आफैले कन्ट्रोल गर्न सक्ने खर्च नियन्त्रण, आफ्नो मनलाई आफूले कन्ट्रोल गर्न सक्ने, नियन्त्रण गर्न सक्ने त्यो हुन्छ। ध्यान अभ्यास नगर्यो भनेदेखि छेउमा के भनेको छ भन्यो भने रङ्गी सेम गेवाउँदो सोङ सेम न्योमोङ गेवाउँदो सोङ न्योमोङ गेवाङ्गी लेसा लेला त्यही दुङ्गल न्योङ भनेको छ। त्यसो कारणले ध्यान अभ्यास नगर्यो भनेदेखि अनि के हुन्छ भनेदेखि आफै अनि मनको बसमा पर्छ। फेरि मन चाहिँ नराम्रो सोच क्लेशको बसमा पर्छ। त्यसो कारणले अनि नराम्रो कर्महरू, त्यस्तो पापको कर्महरू गर्छ। त्यसो कारणले दुःखहरू सबै पाउँछ भनेको छ। त्यसो कारणले चाहिँ यदि हामीले दुःख नचाहिनु हो भनेदेखि अनि नराम्रो कर्महरू, अकुशल कर्महरू त्याग्नु पर्यो। त्यो त्याग्नु सक्नुको लागि अनि आफ्नो मन चाहिँ अनि त्यो क्लेशको अनि खर्च भस्म पर्नु नहुने भयो। आफ्नो मन चाहिँ क्लेशको भरमा नपर्नुको लागि आफ्नो मनलाई आफैले कन्ट्रोल गर्न सक्नु पर्यो। आफ्नो मनलाई आफैले कन्ट्रोल गर्नुको लागि चाहिँ अनि हामीले चाहिँ ध्यान गर्नु पर्यो। त्यसो कारणले ध्यान गर्यो भने फाइदा के छ भनेदेखि त्यो ध्यान र अभ्यास गर्यो भने अब दोस्रोमा ध्यान अभ्यास गर्यो भनेदेखि अनि भविष्यको फाइदा चाहिँ के हुन्छ भनेदेखि सेम थुवाला त्यही साङ्गे भन्छ। त्यसो कारणले ध्यान अभ्यास राम्रो गर्यो भनेदेखि आफ्नो मनलाई कन्ट्रोल गरेर आफ्नो मन चाहिँ कुशलको चिज कुशल कर्ममा लागेर अनि बिस्तारै बिस्तारै हिजो भनेको जस्तो अनि त्रिशिक्षा त्योहरू सबै हामीले त्यो प्राप्त गरेर चाहिँ अनि पाँचवटा मार्गहरू सबै प्राप्त गर्न सक्छ। त्यसको पछि बिस्तारै अनि
बुद्ध भूमि भनेमा चाहिँ पुग्न सक्छ। त्यसो कारणले ध्यान अभ्यासको भविष्यको फाइदा भने चाहिँ के हो भनेदेखि बुद्ध भूमि पुग्न सक्ने त्यो। त्यसो कारणले यो दुईटा चाहिँ हामीले थाहा हुनुपर्छ। अब यहाँ ध्यान अभ्यास गर्नु बेलामा चाहिँ अब हामीले पहिला सुरु चाहिँ कहाँदेखि गर्नुपर्छ भनेदेखि पहिला अभ्यास भन्नेमा जानुपर्छ। त्यसो कारणले पहिला बुद्ध स्वयंले भने दिग्वज्य मिजासिङ ग्यावा फसुम छपर चे रङ्गी सिम्ने योngsु दुल भनेर तेस्रोमा चाहिँ रङ्गी सिम्ने योngsु दुल भनेको छ। त्यसको अगाडि उहाँले दिग्वज्य मिजासिङ ग्यावा फसुम छपर चे भनेको छ। त्यसो कारणले दिग्वज्य मिजासिङ भनेको अनि अकुशल कर्म अनि एक पनि नगरौँ भनेको त्यो। त्यसो कारणले अब त्यसमा चाहिँ पहिला हामीले अभ्यास गर्नु बेलामा कायाद्वारा अनि कायाद्वारा पापको कामहरू सबै हामीले त्याग्ने अनि कायाद्वारा अनि धर्मको कामहरू सबै हामीले गर्नुपर्ने हुन्छ। अब त्यसमा भने धेरै किसिमको हुन्छ। चिर्ताङ खर्च चिर्ताङ दा छेटा चिद छेटा सामान्य रूपमा र विशेषता रूपमा दुई प्रकारले विभाजन गरिन्छ। सामान्य रूपमा त्यसो कारणले अब हामीले जहिले हामीले अभ्यास ध्यान अभ्यास गर्छ त्यो बेलामा अनि हाम्रो बौद्धको शास्त्रमा के भन्नु छ भनेदेखि ध्यान गरौँ अभ्यास गरौँ जो गर्यो भनेदेखि पहिला आफ्नो अनि चित्त चाहिँ शुद्ध बनाउनु पर्छ भनेको छ। त्यसलाई चाहिँ कुलुङ चेपा भन्छ। छेउको भाषामा भन्यो भनेदेखि कुलुङ चेपास भन्छ। बुद्ध स्वयंले अनि उहाँले के भन्नुभएको छ भनेदेखि सेमगी खजा छेनम हिगी रङसिन्ते यिनी चोसिङला ड्रो भनेको छ। त्यसो कारणले उहाँले के भन्नुहुन्छ भनेदेखि जो हाम्रो कर्महरू हुन्छ त्यो चाहिँ कुशल कर्ममा जान्छ कि अकुशल कर्म हुन्छ कि त्योहरू सबै मनको सोचलाई मोटिभेसन भन्छ इङ्ग्लिसमा, त्यसले चाहिँ भर पर्छ भन्छ। त्यसो कारणले चाहिँ अनि हामीले चाहिँ जो कर्म हामीले गर्छ पहिला चाहिँ पूर्व अभ्यास भने चाहिँ हामीले पहिला गर्नुपर्छ। अब पूर्व अभ्यासमा भने तीन थरीका हुन्छ। जनरलमा अब बौद्ध धर्म मान्यो नमान्यो केही फरक पर्दैन। जनरलमा भन्यो भनेदेखि एउटा अनि माया दाया दोस्तो अनि असल विचार भन्छ नि, असल विचार र असल आचरण भन्छ नि। असल विचार त्यस्तो यरब कि सम्भव भन्छ छेउको भाषामा, यरब कि सम्भव। असल विचार भनेको चाहिँ असल विचार भने चाहिँ यरब कि सम्भव हो। माया दाया त्योहरू हो। त्यो सोचदेखि हामीले अनि कर्म गर्यो भनेदेखि त्यो कर्म चाहिँ कुशल कर्म हुन्छ। तर त्यो कर्म चाहिँ कुशल कर्म हुन्छ तर बौद्धको धर्मको कर्म हो कि भनेदेखि यो होइन। बौद्धको धर्मको कर्म हुनुको लागि अनि पूर्व आवेशको भित्र के चाहिएको छ भनेदेखि दोस्रो शरण गमन भने चाहिँ चाहिएको छ। पूर्व आवेशको भित्र अघि मैले भनेको असल विचार भयो भने जो हामीले गरेको अभ्यासहरू कर्महरू चाहिँ अनि धर्म हुन्छ। तर बौद्धको धर्म भने चाहिँ नाम चाहिँ अनि पाउँदैन। अब बौद्ध यो मैले यो गरेको कर्म चाहिँ बौद्धको धर्म हो भन्ने त हुनुको लागि चाहिँ के चाहिएको छ भनेदेखि अघिको माथि चाहिँ अनि के थप्नुपर्छ भने शरण गमन, बुद्ध धर्मसँगलाई मनदेखि नै मानेको अनि श्रद्धा राखेको शरण गमन चाहिँ हुनुपर्छ। त्यसो कारणले साङ्गे छो त छोई छोनमलाई झन्झुबर दाने के छि भनेको त्यो। अब त्यो मात्र नभएर जो हाम्रो कर्म करायहरू हुन्छ त्योहरू सबै अनि माया न धर्म हो कि भन्ने त्यो पनि तुरुन्त भन्नु सक्दैन। त्यो चाहिँ कहाँ भर पर्छ? त्यो पनि मनको सोच पूर्व आवेशको भित्र बुद्धिचितको सोच छ कि छैन त्यहाँ हेर्नु पर्यो। बुद्धिचितको सोचद्वारा
हामीले अनि कुशल कर्महरू गर्यो भने त्यो कुशल कर्म चाहिँ अनि श्री बौद्धको धर्म मात्र नभएर महायानको धर्म चाहिँ हुन्छ। त्यसो कारणले अनि त्यो पूर्व आवेशमा चाहिँ अरू के चाहिएको छ भनेदेखि बुद्धिचितको अनि त्यो पूर्व आवेश त्यो सोच चाहिँ अनि चाहिएको छ। त्यसो कारणले हामीले जहिले अनि कुशल कर्महरू जिउदेखि अनि वचनदेखि अनि मनदेखि अनि कर्महरू हामीले कर्म कराइहरू गर्नु बेलामा चाहिँ अनि पूर्व आवेशमा चाहिँ धेरै ध्यान दिनुपर्छ। त्यो चाहिँ त्यो हो। त्यो बुद्ध स्वयंले पनि भनेको छ, नलेन्द्र पण्डितहरूले पनि धेरै भनेको छ। अनि हाम्रो तिब्बतमा भएको वाङ्गुरिङमा कक्यु साक्या गिलुहरूको अनि महान गुरुहरूले पनि त्यही भनेको छ। त्यसो कारणले चाहिँ हामी त्यसमा चाहिँ पहिले ध्यान दिनुपर्ने एउटा हो। अब त्यसको पछि हामीले कुशलको कर्म गर्दाखेरि कुशलको कर्म भन्नेमा धेरै किसिमको छ। मैले यहाँ जनरलमा भन्न चाहन्छु, सबैले फाइदा हुनुको लागि बौद्ध धर्म मात्र नभएर पहिला चाहिँ हामीले चाहिँ कुशल कर्म हामीले गर्ने भनेको त्यसको भित्र के हुन्छ भनेदेखि एउटा चाहिँ हामीले आफ्नो मन चाहिँ अघि भनेको जस्तो मनको सोच पूर्व आवेश त्यो सोचहरू कुलुङहरू त्यस्तो राम्रो भयो भने त्यो सोचद्वारा हामीले अनि छेउको भाषामा भन्छ चिसोक स्याप्सु भन्छ। चिसोक स्याप्सु भने चाहिँ के हो भनेदेखि सोसल वर्क खरे त दि समाज सेवा। हामीले समाज सेवा अनि जति हामीले गर्यो भने त्यो पनि त्यो अघि भनेको जस्तो मनको सोच कुशल सोचद्वारा समाज सेवा जति गर्यो भनेदेखि त्योहरू सबै धर्म हुन्छ। त्योहरू सबै धर्ममा लाग्छ। अब हामीले चाहिँ समाज सेवा भने त्यसमा पनि धेरै ध्यान दिनुपर्छ। जो समाजको लागि फाइदा हुने सत्यको फाइदा हुनेको कामहरू चाहिँ हामीले गर्नुपर्छ। त्यसो कारणले मैले यहाँ के सोच्छु भनेदेखि समाजमा चाहिँ केहरू दुःखहरू धेरै हुन्छ रहेछ त्यो हामीले थाहा हुनुपर्छ। एउटा चाहिँ समाजमा चाहिँ जिउदेखि धेरै दुःख हुने हुन्छ, बिमारीहरू हुन्छ, धेरै किसिमको अनि रोगहरू हुन्छ। त्यसको कारणले चाहिँ बिमारी भएको दुःख भएको धेरै नै हुन्छ। त्यसो कारणले हामीले त्यो सोचद्वारा हस्पिटल भन्छ नि गर्छ मेङ्गाला हस्पिटल हो इङ्ग्लिसमा पनि त्यही हो हस्पिटल। अब हस्पिटल यस्तो बनाएर अनि समाजको सेवामा लाग्यो भने त्यसले पनि धेरै फाइदा हुन्छ। त्यो मात्र नभएर अनि केशोखाङहरू वृद्धाश्रम बुढाबुढीहरू वृद्ध आश्रम त्यस्तो बनाएर त्यो गर्यो भने धेरै राम्रो हो। त्यही दोस्रो समाजको लागि अनि त्यो शिक्षा पढ्नेको ठाउँ हुन्छ, स्कुलदेखि अनि कलेजदेखि इन्स्टिट्युटदेखि अनि युनिभर्सिटीदेखि त्यस्तोहरू बनाएर समाजलाई फाइदा गर्ने त्यस्तो पनि गरेको धर्मै हो। त्यो मात्र नभएर इन्भाइरोमेन्ट भन्छ। इन्भाइरोमेन्ट सिधै गरेर वातावरण यो छेउको भाषामा भन्छ खोर्युक सुम्ग्योक। खोर्युक सुम्ग्योक भनेको त्यो इन्भाइरोमेन्ट त्यसको लागि पनि हामीले काम गरेको धेरै राम्रो हो हैन। अब हामी सबैले थाहा छ नि हामी हाम्रो नेपालमा खास गरेर काठमाडौँमा यताउता जाँदाखेरि दुल्लो फोहोर कहाँ गयो भने फोहोर त्यस्तो छ नि। अब त्यो फोहोरको कारणले मान्छेले कति बिमार हुन्छ हैन। त्यसो कारणले अब त्यो स्कुल बनाउने अनि त्यो हस्पिटल बनाएर समाजको काम गरेको दोस्तो सफा बसेर समाजको काम पनि गर्नु सक्छ नि। तर त्यो गर्ने चाहिँ धेरै कमी हो। त्यसो कारणले त्यस्तोहरू गर्यो भनेदेखि त्यो पनि धर्म हो। अनि त्यसको माथि अनि
अझै हाम्रो त्यो के अरे त्यो हुन्छ नि एनिमल्स एनिमलको राइट गर्छ जनावर पशु जनावरहरूको एउटा आफ्नो अधिकारहरू चाहिँ त्यस्तो सोचेर चाहिँ अनि पशु जनावरहरूलाई दुःख नदिने उनीहरूको अनि जीवनलाई धेरै हामीले सम्मान राखेर उहाँहरूलाई फाइदा गर्ने माया दया गर्ने त्यो पनि गर्नुपर्ने हो त्यो पनि एउटा धर्मको हो अनि चाहिँ सिमचे सोयाला सोबयोर वा काटमार र विशेष गरेर हामीले अब प्राणीहरू पशु पन्छीहरूको बलि दिने काया त्यसलाई रोक्ने पनि एउटा शुद्ध धर्म हो त्यस्तो गर्नेहरू त्यस्तोहरू सबै समाजको लागि फाइदा भएको कामहरू गरेको पनि धर्म हो त्यसो कारणले त्यो बुद्धको धर्मको भित्र चाहिँ ध्यान आवेश भनेको त्यो आवेशको धर्म चाहिँ धेरै ठुलो धेरै अनि गम्भीर छ त्यो गोम्बा मात्र सोचेको कुरा पनि होइन आफ्नो मात्र त्यो सोचेर चाहिँ त्यो गर्ने त्यो पनि होइन त्यसो कारण त्योहरू सबै हो अब त्यो सँगै अनि हाम्रो समाजलाई एउटा चाहिँ के त्यो छ भनेदेखि दुःख छ भनेदेखि एउटा चाहिँ मनको अनि दुःखहरू धेरै हुन्छ त्यसो कारणले मनको दुःख हटाउने र सुख पाउनको लागि चाहिँ हामीले चाहिँ अनि शिक्षा विकास गर्नुपर्छ एउटा किनभनेदेखि मनको दुःख र त्यो सबै आउने एउटा कारण चाहिँ अज्ञानको कारण हो अज्ञान चाहिँ अनि त्याग्नुको लागि चाहिँ ज्ञान फैलाउनुपर्छ ज्ञानलाई ध्यान दिनुपर्छ त्यो विकास गर्नुपर्छ त्यसो कारणले ज्ञान विकास गर्नको लागि शिक्षा फैलाउनु पर्ने धेरै त्यो ठुलो हो अब त्यो सँगै त्यो शिक्षामा भने दुई किसिमको हुन्छ बौद्धको त्यो सोचदेखि भन्यो भनेदेखि एउटा चाहिँ आधुनिक शिक्षा भन्छ आधुनिक शिक्षा मोडर्न एजुकेसन भन्छ एउटा चाहिँ के भन्छ भनेदेखि ट्रेडिसनल एजुकेसन भन्छ होइन आफ्नो परम्परा आफ्नो धर्म र परम्पराको शिक्षा त्यसो कारणले हामीले अनि यो समाजको भित्र के विकास गर्नुपर्छ भनेदेखि आधुनिक शिक्षा पनि विकास गर्ने हो त्यो सँगै धर्म र अनि परम्पराको शिक्षाहरू पनि हामीले चाहिँ विकास गर्नुपर्ने हो त्यो चाहिँ अनि एउटा मनको दुःख हटाउनको लागि मनको सुख पाउनको लागि यो धेरै ठुलो कुरो एउटा हो अब एउटा चाहिँ के छ भनेदेखि हाम्रो समाजमा अज्ञानको कारणले अनि मिरिएन्जे जाति बीचको भेदभाव र पक्षपातहरू धेरै छ यो पनि एउटा अज्ञानको कारणले नै हो मिरिएन्जे गर्छ जात जातिको बीचको पक्षपात र भेदभाव जात जातिको बीचमा पक्षपात गर्ने हुन्छ नि भेदभावहरू हुन्छ नि त्योहरू पनि हामीले चाहिँ त्यो गर्नुपर्छ त्याग्नुपर्छ त्यसो कारणले हामीले यो धेरै सोच्नु हुँदैन जातिको कुराहरू म तिब्बती हो उहाँ नेपाली हो फेरि नेपालको भित्र पनि म तामाङ हो म यो हो म गुरुङ हो म क्षेत्र हो म यस्तो धेरै कुरा भनेदेखि अनि त्यसले चाहिँ अनि फेरि समाजको भित्र धेरै अनि प्रब्लमहरू आउने त्यस्तो हुन्छ धेरै खर्च समस्याहरू आउने हुन्छ त्यसो कारणले त्यो पनि धेरै गर्नु हुँदैन हुनु त हाम्रो बुद्ध स्वयंले पनि त्यस्तो भनेको छ हाम्रो बौद्धको धर्मको भित्र ऋग मिचो भनेको छ ऋग मिचो भने चाहिँ हो म ऋग भने चाहिँ गर्छ मिरिक एन्जे जात भने चाहिँ ठुलो होइन भनेको छ अनि के भयो थार जात र थार भने चाहिँ ठुलो होइन भनेर चाहिँ बुद्ध स्वयंले भनेको छ त्यसो कारणले योहरू चाहिँ हामीले थाहा हुनुपर्ने त्यो हो अब त्यो सँगै अनि मिरिक एन्जे छ अनि त्यसको पछि चाहिँ छुलु एन्जे भने चाहिँ फेरि धर्मको भित्र है उनीहरू हिन्दू हो हामीहरू बुद्धिस्ट हो उनीहरू क्रिस्चियन हो हामीहरू हिन्दू हो उनीहरू त्यो हो भनेर चाहिँ हिन्दू क्रिस्चियन यस्तो धेरै किसिमको हाम्रो त्यो के भन्छ विभाग हुन्छ रहेछ नि पक्षपात त्यो पनि धेरै गर्नु हुँदैन हिन्दूको धर्म होस् क्रिस्चियनको धर्म होस् बौद्धको धर्म होस्
इस्लामिक धर्म होस्, त्यो सबै एउटा समाजलाई फाइदा भएको धर्म एउटै हो हैन। तर त्यसमा फरक चाहिँ तावा त चेपा भन्ने दुईटा हुन्छ। तावा भने चाहिँ सिद्धान्त भयो, चेपा भन्ने चाहिँ गरेर आचरण भयो। त्यसो कारणले हिन्दू भयो अनि खर्सा इस्यु भयो अनि इस्लामिक भयो अनि त्यस्तो गरेर चाहिँ धेरै किसिमको धर्महरू हुन्छ नि, त्यसमा आचरणमा सबै एउटा हो। माया दया गर्ने, अरूलाई फाइदा गर्ने, अरूलाई दुःख नदिने भने चाहिँ एउटा हो। अब फरक चाहिँ कहाँ भएको छ भनेदेखि सिद्धान्तमा भएको छ। अब बौद्ध धर्मले चाहिँ आत्मा मान्दैन, आत्मा मान्छ। घर्ष चिक्दिनको बोला शिष्टकर्ता मान्दैन अनि अशिष्टकर्ता चाहिँ मान्छ अनि शून्यता भने चाहिँ मान्छ। प्रतित समुपदाको सिद्धान्तहरू चाहिँ हुन्छ। फेरि अरू धर्ममा चाहिँ अनि योहरू चाहिँ हुनु चाहिँ अलिक गाह्रो हो। त्यसो कारणले चाहिँ सिद्धान्तको त्यो पनि गम्भीरमा गयो भने सिद्धान्तमा चाहिँ फरक छ, अरू आचरणमा चाहिँ त्यति फरक छैन। त्यसो कारणले चाहिँ हामीले समाजमा बस्नु बेलामा चाहिँ ठुलो सोचले समाजको भित्र समस्या नहुनुको लागि मिलजुल गरेर सबै माया दया गरेर मिलेर बस्ने भने चाहिँ धेरै ठुलो हो। त्यो चाहिँ यो चाहिँ भन्न चाहन्छु। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि ध्यान र आवेशको भित्र त्यो कुराहरू पनि छ हैन। मिलेर बस्ने, माया दया गरेर बस्ने, समाजको भित्र समस्याहरू चाहिँ हटाएर सबै हामी माया दयादेखि अनि सबै सँगै बस्नु चाहिँ त्यो पनि एउटा धर्म हो, त्यो पनि त्यो एउटा अभ्यास हो। योहरू चाहिँ पहिला भन्न चाहन्छु। अब त्यसको पछि अब अघि भनेको दिग्पच्य मिछासिङ भनेको त्यसमा चाहिँ म भन्न चाहन्छु। अब बुद्धले अरू अभ्यास के भनेको छ भनेदेखि जिउदेखि अनि गर्नेको पापहरू चाहिँ नगर्नु भनेको छ। अब जिउद्वारा गर्नेको पाप भन्यो त्यसमा धेरै किसिमको हुन्छ, तर खास गरेर उहाँले चाहिँ अनि तिनवटा भनेको छ। लुकी गोने छेबे मिगे वा सुम भनेको छ। अब मिगे वा सुम भने चाहिँ के हो भनेदेखि तिनवटा चाहिँ सोक्चोबा मजिम्बा लेम्बा लोग्यम भनेको। सोक्चोबा भने चाहिँ अनि खर्सा काटमार गर्ने, हिंसा गर्ने, हामीले जिउद्वारा काटमार गरेर हिंसा गर्नेको काम चाहिँ हामी सब छोड्नुपर्छ भनेको छ। त्यो चाहिँ गर्नु हुँदैन भनेको छ होइन। त्यसो कारणले अनि भयो भने हामी सबैले बौद्ध होस् अबौद्ध होस् सबैले काटमारको काम चाहिँ गर्नु हुँदैन। किनभनेदेखि अरूलाई काटमार गर्ने चाहिँ धेरै सजिलो छ। आफ्नो घाँटीको माथि अनि छुरी हान्दाखेरि चाहिँ अनि त्यो चाहिँ हुँदैन भन्छ फेरि। त्यसो कारणले चाहिँ यो किन बुद्धले भनेको भनेदेखि यो काटमार गर्यो भनेदेखि त्यो काटमारको कारणले जसले गर्छ काटमार त्यसले धेरै दुःख पाउँछ नि। अब त्यो फिलोसफीमा हेर्दाखेरि आफूले दुःख दियो भने आफूले चाहिँदैन, फेरि आफू चाहिँ सुख चाहिने, दुःख नचाहिने, फेरि अरूलाई चाहिँ अनि काटमार गरेर दुःख चाहिँ दियो भने हुन्छ भनेदेखि त्यो चाहिँ फिलोसफीदेखि हेर्दाखेरि त्यो चाहिँ धेरै सिद्धान्तदेखि हेऱ्यो भनेदेखि त्यो चाहिँ धेरै मिस्टेक भनौँ खर्च नोट्री गलत हो। त्यसो कारणले चाहिँ हाम्रो त्यो शान्ति देवाले के भनेको छ भनेदेखि यदि आफै सुख चाहेर दुःख नचाहिने हो भनेदेखि अरू भने हामी दोस्तो सुख चाहिने र दुःख नचाहिने एउटै हो। सर्व पानीहरू सबै सुख चाहिने दुःख नचाहिने एउटै हो। त्यसो कारणले आफूले दुःख नचाहेको दोस्तो अरूले पनि दुःख चाहेको छैन। त्यसो कारणले आफूले दुःख नदिएको दोस्तो अरूले पनि दुःख दिनु हुँदैन भने त्यो। त्यसो कारणले चाहिँ अनि काटमारको काम गर्नु हुँदैन भने सोच्यो पावा एउटा मजिबा लेवा पावा भने चाहिँ अनि चोर्नेको काम हो। चोर्नेको काम र चोर्नेको कामहरू भने अनि गर्नु हुँदैन भनेको हो। त्यो गर्यो भनेदेखि अरूलाई फेरि दुःख हुन्छ,
अरूले धेरै काम गरेर धेरै उहाँले दुःख गरेर बनाएको पैसादेखि लिएर दान दौलतदेखि लिएर त्योहरू सबै हामीले चोर्यो भने अरूले कति अनि मनमा दुःख हुन्छ हैन त्यस्तो कारणले चाहिँ त्यो चोर्नेको काम चाहिँ गर्नु हुँदैन भने त्यो जिउदेखि अर्को चाहिँ अनि लोग्यम भन्ने छ लोग्यम भन्ने चाहिँ खर्सा बेविचारको काम चाहिँ गर्नु हुँदैन भनेको हो बेविचारको काम गरेको कारणले घरको भित्र धेरै समस्याहरू चाहिँ अनि हुन्छ त्यसो कारणले बुद्धले चाहिँ अनि के भन्नुभएको छ भने बेविचारको काम चाहिँ गर्नु हुँदैन भने त्यो चाहिँ मजिमल्यम लोग्यम भने त्यो चाहिँ अनि कायाद्वारा गरेको पापहरू चाहिँ अनि आफूले अनि त्यो टेकेर त्यो चाहिँ त्यो गरेर चाहिँ अनि मन के अरे कायाद्वारा चाहिँ त्यो अनि त्यस्तो कामहरू चाहिँ गर्नु हुँदैन भनेको छ अब त्यसको पछि अनि वाक्काद्वारा गर्नेको अनि काम वचनदेखि गर्नेको अनि कार्य त्यसमा पनि अनि चारवटा चाहिँ अकुशल कर्म चारवटा छ त्यो चाहिँ त्याग्नुपर्छ भनेको छ त्यसमा चाहिँ जुई क्षमा छिकचुक नागिल भनेको छ जुई भने चाहिँ अनि झुटु बोल्नेको अनि कार्य वचनद्वारा झुटु बोल्ने चाहिँ गर्नु हुँदैन त्यो सत्य हो नि झुट भने चाहिँ गर्यो झुट बोल्यो भनेदेखि अनि मान्छेको विश्वास तोड्छ हैन एउटा मान्छेले आफै उहाँले चाहिँ विश्वास हुँदै हुँदै त्यसले झुट भन्यो भनेदेखि अब म उहाँलाई चाहिँ विश्वास भएन भनेर चाहिँ तुरुन्त अनि त्यो विश्वास चाहिँ तोड्छ त्यसो कारणले चाहिँ झुट गर्नु हुँदैन झुट बोल्नु हुँदैन भनेको छ झुट जुन चाहिँ ठमल गर्छ चुग्ली लगाउने ठामा भन्नाले हामी चुग्ली लगाउने कुनै एक आपसमा मिल्दाखेरि त्यसलाई फटाउने कामहरू चुग्ली लगाएर नराम्रो कर्म गर्ने चुग्ली लगाउने काम वचनद्वारा चुग्ली गर्नेको काम कार्य जो छ त्यो पनि गर्नु हुँदैन भनेको छ त्यो हो नि मान्छे दुईटा चाहिँ राम्रो गरेर चाहिँ उहाँ दुईटा मिलेर बसेको छ फेरि त्यसमा चाहिँ चुग्ली गरेर उहाँ दुईटा छुटायो भने धेरै त्यो हुन्छ नि त्यसो कारणले अनि जो होस् त्यो पनि अरूलाई दुःख दिनेको कार्य भएको कारणले त्यो पनि गर्नु हुँदैन भनेको जे क्षमा छिकचुप नाकेल भने चाहिँ अनि छिकचुप त्यो थाङ्गित छ नाकेल लदु चम्बा नेपाल केला खरिएन थेमेबे तम्मावा यस्तो हामी धेरै जस्तो हामी के गर्छौँ भन्दाखेरि अनर्थ विषयमा जस्तै गफ गरेरै हाम्रो समयहरू फ्याल्छौँ वचनद्वारा पनि हामीले फाइदै नलाग्ने शब्दहरू प्रयोग गर्छौँ गफ धेरै गएर हामी समय खेरो फ्याल्छौँ त्यो गफहरूले पनि एउटा अधर्मको वचनद्वारा हामीले कर्म गर्छौँ त्यो पनि छ्याल भनेको अर्थविहीनको कुराहरू शब्दहरू चाहिँ वचनबाटै हुन्छ त्यसलाई पनि हामीले त्याग्नु पर्दछ अब यस्तो हुन्छ नि हामीले तुरुन्त थाहा हुन्छ अब ध्यान अभ्यास धेरै गर्नेहरू चाहिँ अनि उहाँहरू कुरा धेरै गर्दैन है समय भयो भनेदेखि तुरुन्त उहाँहरू ध्यानमा बस्छ नजर अभ्यास गर्छ केही पूजापाठहरू गर्छ जो होस् धर्ममा लाग्छ अब त्यस्तो समय धर्म गर्नेको समय राम्रो बेलामा चाहिँ फेरि गफसप मात्रै गरेर बस्यो भनेदेखि गफ गर्दै गर्दै 1 घन्टा 2 घन्टा 3 घन्टा 4 घन्टा कसरी गएको थाहै हुँदैन तर त्यो गफ गरेर चाहिँ फाइदा के भएको छैन गफ गर्दै गर्दै अनि मनको भित्र भएको क्लेशहरू पनि धेरै उपलब्ध हुने अनि त्यो मुखदेखि अब वचनदेखि कुराहरू गर्दाखेरि अरूको अनि मनको भित्र पनि नराम्रो छापहरू राख्ने त्यस्तोहरू चाहिँ धेरै हुनुभएको कारणले बुद्धले चाहिँ यस्तो अनि कुराहरू पनि गर्नु हुँदैन भनेको मतलब चाहिँ त्यो जे क्षमा नागेल भनेको त्यो अब त्यसको पछि चाहिँ अनि छिकचुप भन्ने चाहिँ अरूलाई अनि हान्ने गर्ने लाग्यो अवसर पर्ने हो अपशब्दहरू नराम्रो बोली अपशब्द भन्छौँ हामीले त्यो शब्दले गरेर अरूको मन दुखायो भने त्यो पनि एउटा अपशब्द हो असभ्य शब्द भन्छौँ हामी अपशब्द पनि हामीले त्याग्नु पर्दछ त्यो पनि हामीले त्याग्नुपर्छ भनेर चाहिँ भन्नुभएको छ त्यस्तो गरेर
अनि मनद्वारा गर्ने फेरि अकुल्य तिण्ड भनेको छ नप्सिम नेसेम लोक्ता भनेको छ नप्सिम भने चाहिँ अनि अरूको दान दौलत त्यस्तो हामीले देखेर लोभले त्यो मलाई पाओस् भनेको त्यस्तो सोच हुन्छ नि त्यसलाई चाहिँ नप्सिम भन्छ त्यो पनि त्याग्नुपर्छ भन्छ त्यो चाहिँ नप्सिम भने चाहिँ खास गरेर अनि मनको भित्र भएको रागद्वारा आएको हो त्यसो कारणले त्यो पनि त्याग्नुपर्छ भने नेसेम भने चाहिँ अरूलाई हान्ने गर्ने दुःख दिने भनेको सोच हुन्छ नि त्यसलाई चाहिँ नेसेम भन्छ त्यो पनि त्याग्नुपर्छ भनेको लोक्ता भने चाहिँ अनि के हो भनेदेखि अनि सत्यमा बुद्ध छ धर्म छ सङ्घ छ यो जन्म पनि छ पछिको जन्म पनि छ निर्वाण भने चाहिँ पाउन सक्ने पनि छ मोक्षहरू पनि पाउन सक्ने छ तर भने मनको भित्र चाहिँ बुद्ध पनि छैन अनि धर्म पनि छैन अनि सङ्घहरू पनि छैन त्रिरत्नहरू छैन अनि पछिको जन्म छैन अनि त्यो के अरे मोक्ष भने चाहिँ पाउन सक्ने छैन बुद्ध त प्राप्त गर्न सक्ने भन्ने कुरा त्यो पनि छैन भनेर त्यस्तो सोचलाई लोक्ता भन्छ हैन जो चिज सत्यमा छ त्यसले छैन भनेको सोचलाई लोक्ता भन्छ हो त्यो चाहिँ अनि त्याग्नुपर्छ भनेको हो त्यो असल अकुशल कर्म 10 वटा चाहिँ अनि त्याग्नु पर्ने भएको कारणले बुद्धले दिग्पचया मिछासिङ भनेको पापको कर्म जहिले पनि गर्नु हुँदैन भनेको खास गरे त्यसको मतलब त्यो 10 वटा पापको कर्म अकुशल कर्म 10 वटा चाहिँ अनि गर्नु हुँदैन त्याग्नुपर्छ भनेको चाहिँ त्यो दिग्पचया मिछासिङ केवा फुसुन सबरचे भनेको चाहिँ त्यो अकुशल कर्म 10 वटाको खर्च मिथिन्छो पंगबाती त्यसको विपरीत कुशल कर्म 10 वटा हुन्छ त्यो चाहिँ हामीले चाहिँ लिनुपर्छ हामीले चाहिँ त्यो पालन गर्नुपर्छ त्यो दिपचे हमेशा केवा फुसुन सफर चे भने चाहिँ त्यो हो त्यस्तो गर्यो भनेदेखि अनि अघि मैले भनेको अभ्यासको भित्र अनि के अरे जुदेखि गर्नेको अनि धर्म अभ्यास या कायाद्वारा गर्नेको अभ्यास भने चाहिँ त्यो सुरु हुन्छ अब त्यो मात्र नभएर फेरि हाम्रो जिउलाई प्रयोग गरेर अनि हाम्रो जिउ प्रयोग गरेर चाहिँ अनि देवताहरू घुम्ने चेतनाहरू घुम्ने अनि गुम्बाहरू घुम्ने अनि खर्च नेगोला खर्च तीर्थयात्राहरूमा जाने त्योहरू सबै कुशल कर्म हो जिउदेखि गरेको कुशल कर्म त्यो हो त्यो मात्र नभएर आफ्नो घरको भित्र पनि बिहानदेखि बेलुकासम्म जति सकेको आफूले ढोक्यो भने छाकछेर्सी गरेर भन्छ नि पोस्ट्रेसन ढोक्योको त्यो पनि जिउद्वारा गरेको कर्म पनि हो त्यस्तो गरेर अनि छिमेपुल्सी गरेको माने जानु बेलामा हातले यसोरी माने गर्यो भने त्यो पनि हो त्यस्तो गरेर जोस जिउदेखि गर्नेको कुशल कर्म जति हुन्छ त्योहरू सबै अनि कायाद्वारा गर्नेको अभ्यास भने चाहिँ त्यो हो अब वचनदेखि गर्नेको अभ्यास चाहिँ के हो भने अघि 4 वटा भनिसक्यो होइन अब त्यो सँगै हामीले पुस्तकहरू पढ्यो भने बुद्धको ग्रन्थहरू हुन्छ अहिले यहाँ युमहरू डोक्सी गर्छ होइन त्यस्तो प्रयोगहरू पनि वचनद्वारा गरेको अनि कुशल कर्म हो अभ्यास हो अनि आफूले त्यो बुद्धको अनि त्यो हाम्रो बौद्धको शास्त्रमा भनी 2 किसिमको हुन्छ सूत्रको शास्त्रहरू हुन्छ त्यो प्रयोग पनि अनि कुशल कर्म हुन्छ वचनद्वारा अभ्यास हो अनि तन्त्रको त्योहरू हुन्छ त्यसमा पनि यदि हामीले तन्त्रको शास्त्रमा भएको धेरै महत्त्वपूर्णहरू त्यस्तो छ त्यस्तोको अनि आगमहरू पाएर उदाहरण भन्यो भनेदेखि आफै माने जाप्ने हो भनेदेखि ओ माने पेमे हो भने चाहिँ धेरै त्यो हो नि अब पहिला यो भन्न चाहन्छु यहाँ एउटा कुरा मलाई ध्यान के अरे खर्च थनाङ छोवा याद भएको
हाम्रो हिमालयन क्षेत्रमा एउटा हामीले के भन्छ एउटा चाहिँ हामीले दोष मारे क्योन र समस्या क्योन दोष एउटा चाहिँ देख्यौ छ हाम्रो हिमालयन क्षेत्रको भित्र अनि के छ भनेदेखि निङमा कक्यु साक्या गिलुक भनेर चाहिँ चारवटा हाम्रो परम्परा हुन्छ त्यो धेरै राम्रो हो सबै राम्रो हो तर के छ भनेदेखि गाङ्ग्युर निङमाहरूले चाहिँ अनि शाक्य मुनिको विषयमा चाहिँ धेरै नभनेर अनि गुरु रुम्चीको विषयमा मात्र भनेर त्यस्तो कुरा हुन्छ रहेछ कक्युमा भने आफ्नो त्यो गुरुको नाम चाहिँ धेरै भन्ने शाक्य मुनि बुद्धको चाहिँ धेरै नभन्ने फेरि साक्यमा फेरि गिलुकमा त्यस्तो छ त्यसो कारणले तिब्बतमा पनि त्यस्तो भएको छ हाम्रो इन्डिया र नेपालमा पनि यस्तो छ एउटा गुम्बाको भित्र गयो भनेदेखि निङमाको गुम्बा भित्र गयो भनेदेखि तुरन्त गुरु रुम्ची जल्सी गर्ने बुद्ध शाक्य मुनि चाहिँ साइडमा राख्ने फेरि गिलुकपाको भित्र गयो भनेदेखि चोङ्खापा चाहिँ ठ्याक्कै जल्सी गर्ने त्यो बुद्धले चाहिँ अलिकति त्यो टाढो राख्ने जस्तो अब छाममा बस्यो भनेदेखि जोरे मान्छेले सोध्यो भनेदेखि तपाईँ छाममा बसे मन्दिर जाप्यो तपाईँ के मन्दिर जाप्यो भनेदेखि निङमाहरू भन्छ ओमा भन्छ गुरुगारे भन्छ गिलुपाहरूले मिङमे चाहिँ त्यसै चेरेस गऱ्यो भन्छ साक्याहरूले आफ्नो हुन्छ कक्यो रहन्छ तर ओ मुनि मुनि जाप्ने कति छ भनेदेखि छैन धेरै कम थियो अब हामीले आज मैले तपाईँहरू सबैले भन्यो भने तपाईँहरू मन्दिर के जाप्छ भनेदेखि धेरैले भन्छ मानिस जाप्छ भन्छ राम्रै हो तर कोहीहरूले भन्छ ओम भन्छ गुरु पेटमा स्थिति जाप्छ त्यो पनि राम्रो हो तर ओम मुनि मुनि जाप्ने कति छ भन्नुहोस् त यहाँ हात यसो गर्नु त ओम मुनि मुनि जाप्ने कति छ भने एउटा दुईवटा त्यो हो अब मानिस जाप्ने कति छ भनेदेखि अब सबै होला त्यसो कारणले बुद्ध शाक्य मुनिकै धर्ममा बुद्ध शाक्य मुनिले ठुलो मानेर उहाँको मन्दिर जाप्ने कम्ती हो रहेछ यो मलाई धेरै त्यो लाग्यो मनमा त्यसो कारणले हामी बौद्धहरूले पहिला बुद्धको धर्म चाहिँ बुद्धबाट आएको कारणले बुद्ध शाक्य मुनि चाहिँ सबभन्दा ठुलो हो भनेर चाहिँ चिन्नु पर्यो यहाँ म कुरा यो राख्छु होइन अस्ति म गाउँतिर गएर मैले त्यही भनेको छ गुरु रुम्बुछे निङमाको गुरु रुम्बुछे साक्यको आफ्नो गुरु कक्युको गुरु गिलुक्पाको चोङ्खापा भने चाहिँ सेकेन्ड हो दोस्रोमा राख्ने हो पहिला बुद्ध शाक्य मुनि चाहिँ हामी बौद्धहरू सबैले त्यो भन्नु पर्यो नि हामी सबैहरूले के भन्छ हामी बौद्ध हो भन्छ नि हामी गुरु रुम्चीको चेला हो यस्तो चाहिँ भन्दैन नि अब निङमाले सोध्यो भने त्यो भन्नु सक्छ कक्युले सोध्यो भने तर हामी सबैले मुखमा के भन्छ हामी बौद्ध हो भन्छ बुद्ध के हो भने थाहा छैन भन्छ होइन त्यसको कारणले यो कहाँ गयो भनेदेखि त्यो सोच अलिक सानोमा गएको कि आफ्नो आफ्नो त्यसो कारणले चाहिँ पहिला हामी बौद्धहरू सबैले यहाँ जम्बुद्वीपमा भएको युरोपतिर अमेरिकातिर एसियनतिर जहाँ पनि भयो हामी बुद्धको चेला भएको कारणले हामीले पहिला बुद्धलाई चिन्नु पर्यो उहाँको अनि त्यो ग्रन्थहरू उहाँको पुस्तकहरू पढ्नु पर्यो त्यो पढेर चाहिँ उहाँको मन्त्रहरू के हो त्यो चाहिँ हामीले जागेर पहिला बुद्धसँग नस्तिक बनाउनु पर्यो होइन त्यो चाहिँ हामीले चाहिँ थाहा हुनुपर्ने यो म भन्नु चाहेको छ हामीले ओम मुनि मुनि महामुनि सोहा भनेर चाहिँ अनि त्यो बुद्धको मन्त्र हो त्यो चाहिँ हामीले जप्नुपर्छ त्यो अब मैले अहिले भन्नु चाहेको चाहिँ वचनद्वारा गर्नेको अनि कुशल कर्म वचनद्वारा गरेको अभ्यास भनेको भित्र चाहिँ अनि मन्त्र जाप्नेहरू पनि हुन्छ भनेको मन्त्रहरू पनि हामीले जापेको धेरै राम्रो हुन्छ तर त्यसमा चाहिँ म के भन्न चाहन्छु भने चाहिँ यदि हामीले वाङहरू थापेर वाङ पनि राम्रो वाङहरू अब बुद्ध शाक्य मुनिको अनि त्यस्तो वाङहरू हुन्छ त्यो थापेर ओ मुनि मुनि जाब्यो भने अझै अनि त्यो के अरे सोनम छेवा पुण्य धेरै कमाउँछ अनि माने जाप्नु हो भनेदेखि माने चाहिँ चेरेसी भयो अवलोकरी शिवारा भयो उहाँको वाङ थापेर गऱ्यो भने अझै अनि पुण्य कमाउँछ यदि वाङ नपायो भने त्यसको आगम चाहिँ एउटा पाउन सक्यो भने गुरुदेखि अनि द्वारा पाउन सक्यो भने त्यति राम्रो हुन्छ
त्यसो कारण हुनु त आगम वाङ केही नथापेर चाहिँ ओम माने ओम मुनि मुनि मामुनि सोवा ओम माने पेमु जाबे भनेदेखि कुशल कर्म त हुन्छ त्यो वचनको अभ्यास त हो तर भने वाङ र आगम पाएर गऱ्यो भनेदेखि त्यो भन्दा ठुलो अनि त्यो पुण्य चाहिँ कमाउँछ त्यसको कारणले यो चाहिँ यो अनि यहाँ अनि वचनद्वारा अब मनदेखि अनि गर्नेको कुशल कर्मको भित्र अभ्यासको भित्र चाहिँ अनि मैले अघि भनेको नप्सेम नेसेम लोक्ता भनेको त्यो लोभ अनि त्यो अरूलाई नोक्सान अरूको चिज अरूको त्यो दान दौलत आफूले पाओस् भनेको एउटा लोभ सोच अनि अरूले दुःख दिन्छु हान्ने गर्छु भनेको सोच अनि बुद्ध धर्मसँगहरू छैन भनेको त्यस्तो कतिले लोक्ता गर्छ छिक्छु लोक्ता भनेको चाहिँ मिथ्या दृष्टि मिथ्या दृष्टि नराम्रो सोच त्योहरू चाहिँ अनि हामीले चाहिँ त्याग्नुपर्ने यो हो तर यहाँ अनि म के जोड्छु भनेदेखि मनद्वारा गर्नेको अनि अभ्यासमा सबभन्दा महत्त्वपूर्ण चाहिँ के हो भनेदेखि ध्यान अभ्यास भने ध्यान गर्ने चाहिँ हो ध्यान अब त्यो अहिले ध्यानको कुरा चाहिँ भन्छु अब ध्यान भने चाहिँ हामी सबैले थाहा हुनुपर्ने के हो भनेदेखि ध्यानलाई छोएको शब्दमा गोम भनेको मतलब चाहिँ के भयो भनेदेखि आफ्नो मन चाहिँ कुशल चिजको माथि राखेर आफ्नो मन चाहिँ कुशल चिजको सँग अनि धेरै नस्तिक बनाउनेको तरिका नस्तिक बनाउनेको अभ्यास त्यसलाई चाहिँ भनेको छ अनि खर्सा ध्यान भने चाहिँ त्यो अब त्यसमा अनि ध्यानको भित्र चाहिँ अनि त्यो हुन्छ ध्यानको अङ्कमा दुई किसिमको ध्यान हुन्छ एउटा ध्यानलाई चाहिँ के भन्छ भनेदेखि स्तवी भावना भन्छ यसलाई जोगुम भन्छ स्तवी भावना एउटालाई चाहिँ के भन्छ भने चाहिँ छेउको लेबीमा चाहिँ चेगुम भन्छ अनि नेपाली भाषामा चाहिँ विचार भावना भन्छ स्तवी भावना र विचार भावना भन्ने दुईटा छ जोगुम चेगुम भनेर चाहिँ दुईटा हुन्छ हो त्यो चाहिँ हामीले चाहिँ गर्नुपर्छ अब त्यसलाई चाहिँ यस्तो पनि भन्नु सक्छ खर्सा सिनेल खर्सा विपसना चाहिँ लाग्दो हो सिने चाहिँ समाता समाता ध्यान र विपसना ध्यान त्यो दुईटा भन्नु सक्छ हाम्रो छेउको लेबीमा त्यो भनेको छ सिनेकी गोम भने चाहिँ समाथा अनि भावना अनि लाग्दोङ्गी गोम भने चाहिँ विपसना भावना त्यो दुईटा हो त्यो दुईटा चाहिँ हामीले राम्रो गर्नुपर्छ अब त्यसको भित्र जति बौद्धहरूको अनि ध्यान छ सबै त्यो दुईटाको भित्र चाहिँ इन्क्लुड समावेश हुन्छ यो दुईटाको भित्र समेटिएको हुन्छ त्यो भित्र अब यहाँ चाहिँ अलिकति भन्नु चाहन्छु अब यहाँ चाहिँ यदि हामीले अनि समाधि अनि भावना भनौँ स्तवी भावना त्यस्तो ध्यान गर्ने हो भनेदेखि हामीले के गर्नुपर्छ भनेदेखि जिउहरू सबै ध्यानमा बस्नु बेलामा कसरी गर्नुपर्छ त्योहरू सबै पहिला सिकाउनुपर्छ त्यो सिकेर थाहा भएर जिउ चाहिँ अनि ध्यानमा बस्ने तरिकाहरू हुन्छ त्यो चाहिँ सबै गर्नु पर्यो त्योहरू सबै गरेको पछि चाहिँ अनि आफ्नो मन चाहिँ एउटा कुशलको चिजमा राखेर चाहिँ त्यही चिजमा मन चाहिँ राखेर मात्र बस्ने अरू केही नसोच्ने त्यो हो अहिले कुशलको चिज भन्नेमा धेरै किसिमको हुन्छ सुतरादेखि लिएर तन्त्रदेखि लिएर धेरै कुराहरू छ गम्भीरको कुराहरू छ तर हामी सबैले बौद्धहरू सबैले अनि गर्नुपर्ने र गरेको राम्रो भएको चाहिँ के हो भनेदेखि त्यो चाहिँ बुद्ध शाक्य मुनिको एउटा कायालाई अनि आफ्नो मन राख्ने चाहिँ त्यो हो त्यसो कारणले
हाम्रो यो शास्त्रमा के लेखेको छ भनेदेखि बुद्धको एउटा स्ट्याचु बुद्धको एउटा मूर्ति त्यो साइज पनि 3 इन्च 2.5 3 इन्चसम्म भएको अनि बुद्धको एउटा अनि मूर्ति त्यो पनि धेरै प्रकाश उज्यालो भएको क्लियर भएको त्यस्तो एउटा चाहिँ हामीले चाहिँ राख्नुपर्छ हो त्यो चाहिँ राखेर चाहिँ पहिला ध्यान गर्ने मान्छेले पहिला चाहिँ तुरुन्त ध्यान गर्नु सक्दैन पहिला के गर्नुपर्छ भनेदेखि आँखाले बुद्धको स्ट्याचु त्यो क्लियर भएको त्यसलाई राम्रो हेर्नुपर्छ आँखाले राम्रो हेरेर चाहिँ आँखा चिमेर बस्ने अनि मनमा चाहिँ त्यो बुद्ध स्ट्याचुको इमेज भन्छ नि मनमा आउँछ कि आउँदैन रहेछ हेर्नुपर्छ चित्र चाहिँ अब नआयो भनेदेखि फेरि आँखाले हेर्ने आँखाले राम्रो हेरेर चाहिँ उहाँको मुख उहाँको जिउ जो हुन्छ स्ट्याचु त्यही अनि आँखामा चाहिँ ठक्कै आँखाले हेरेर आँखा चिमेर पनि मनमा ठक्कै त्यसको चित्र भनौँ इङ्ग्लिसमा इमेज भन्छ नि छेउको लेभलमा सुङ्गेन भन्छ साङ्गीकी कुई सुङ्गेन भन्छ त्यो इमेज त्यो चाहिँ ठक्कै मनमा आउनु दिएर आयो भने ठक्कै मनमा त्यो आउनु दिएर मन चाहिँ ठक्कै त्यही सोचेर अनि आनन्द गरेर चाहिँ बस्ने हो त्यो चाहिँ अनि त्यस्तो गर्नुपर्छ त्यसो गरेर अनि नयाँ ध्यान गर्ने नयाँहरूले चाहिँ त्यो धेरै गर्नु हुँदैन भन्छ यो समय छ नि थुन भन्छ थुन भने चाहिँ ध्यान गर्नेको समय त्यो चाहिँ छोटोमा 5 मिनट पहिला चाहिँ 2 मिनट 2 मिनट 1 मिनट 2 मिनट त्यस्तो आँखाले हेर्ने फेरि ध्यानमा 1 मिनट बस्ने फेरि हेर्ने ध्यानमा 1 मिनट बस्ने यस्तो गरेर मनको भित्र आउनु दिनु पर्यो यस्तो आएर गर्दै गर्दै गयो भनेदेखि पछि 2 मिनट बस्नु सक्छ पछि बिस्तारै बिस्तारै विकास भएर 3 मिनट पछि बिस्तारै विकास भएर 5 मिनट त्यस्तो भएर गएर 4 घण्टा ठक्कै मन त्यसको माथि राखेर अनि भित्र एउटा सिन्जङ्गी देवा भन्छ त्योहरू सबै किताबमै ग्रन्थमै भएको जस्तो पायो भने अनि समता भनेको ध्यानमा चाहिँ हामीले ठुम्जे थेबा त्यसको चाहिँ परिणाम मिल्दछ परिणाम चाहिँ मिल्दैछ त्यसो कारणले यसरी ध्यान गर्नुपर्छ भनेको छ ध्यान गर्नु बेलामा अब विचार भावना भने चाहिँ विपस्सना ध्यान भन्छ विपस्सनाको ध्यान चाहिँ अनि कसरी गर्नुपर्छ भने यो चाहिँ हाम्रो यो गुरुयोग भन्ने हुन्छ त्यो पनि विपस्सनाको ध्यानको भित्र पस्छ त्यो मात्र नभएर अस्ति मैले भनेको 4 आर्य सत्यको विषयमा अनि सोचेको ध्यानहरू हुन्छ त्योहरू पनि विपस्सनाको भित्र पस्छ विपस्सनाको ध्यान भन्नु न विपस्सनाको ध्यानको भित्र पर्छ त्यो मात्र नभएर अब हामी शरण गमनको ध्यान गर्यो भनेदेखि शरण गमनको ध्यान गर्नु बेलामा चाहिँ अनि बुद्ध रत्न धर्म रत्न अनि सङ्घ रत्न तिनलाई चाहिँ सोच्ने त्यो मन चाहिँ त्यहाँ मात्र राखेर चाहिँ हुँदैन बुद्ध रत्नको गुणहरू के छ भनेर आफ्नो विवेकले राम्रो गरेर सोच्नुपर्छ धर्म रत्नको गुणहरू अनि सङ्घ रत्नको गुणहरू त्यस्तो मनमा सोच्नु बेलामा आफूले अनि के प्रयोग गर्छ भनेदेखि आफूले बुद्धि प्रयोग गर्छ त्यसो कारणले 3 जना खर्च समाधि अहिले सबैले थाहा हुनुपर्ने कुरा चाहिँ के छ भनेदेखि समाधि ध्यान गर्नु बेलामा चाहिँ हामीले मूल अनि समाधिलाई अनि प्रयोग गरेर चाहिँ ध्यान गर्ने हो विपस्सनाको ध्यान गर्नु बेलामा हामीले मूल अनि प्रज्ञालाई हामीले मूल प्रज्ञा र अनि बुद्धि विवेकलाई अनि विवेक प्रयोग गरेर अनि ध्यान गर्ने त्यो दुईटामा त्यो फरक छ त्यसो कारणले यो ध्यान अहिले बुद्धको गुण धर्मको गुण सङ्घको गुणहरू सोच्नु बेलामा चाहिँ विवेक बुद्धि अनि त्यो चाहिँ हामीले प्रयोग गर्नुपर्छ
त्यसो कारणले बुद्धको त्यो प्रयोग राम्रो गर्नु सक्नको लागि बुद्ध धर्म सङ्घको गुणहरू सबै पढ्नुपर्छ। जति पढ्यो भनेदेखि विवेक अनि विकास हुन्छ, आफ्नो दिमाग बुद्धिहरू विकास हुन्छ। त्यो हो। अहिले मैले हाम्रै बौद्धमा पनि छ अनि अरूमा पनि छ, धेरैहरूले ध्यान भन्नु बेलामा चाहिँ केही नसोचेर बस्नेलाई चाहिँ ध्यान भन्छ रहेछ नि। त्यो होइन। ध्यानको भित्र मैले अघि भनेको स्थविर भावना भने चाहिँ एउटा चिज मात्रै सोच्ने अरू नसोच्नेको ध्यान हो। तर विचार भावनाको ध्यान गर्नु बेलामा धेरै किसिमको कुराहरू गुणहरू सोच्नुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ अघि भनेको जस्तो बुद्धिको प्रयोग चाहिँ गर्नुपर्ने हुन्छ होइन। त्यसो कारणले ध्यानमा यो दुईवटा कुराहरू चाहिँ छ भनेर थाहा हुनु पर्यो। अनि यहाँ चाहिँ अनि आज यहाँ ध्यान आवेशको विषयमा बोल्दाखेरि आज मैले यहाँ चाहिँ छोटकरीमा दैनिक जीवनमा ध्यान आवेश कसरी गर्नुपर्छ भनेको विषयमा चाहिँ अलिकति भन्नु चाहन्छु। छेउको अनि भाषामा चाहिँ के भन्छ भनेदेखि निरे गोमन्याम्लेन भन्छ। निरे गोमन्याले भनेको मतलब चाहिँ के हो भनेदेखि एक दिनको भित्र अनि ध्यान आवेश गर्नेको तरिका दैनिक र दैनिक अनि ध्यान आवेश भनेको त्यो। त्यसमा चाहिँ अनि 6वटा योग छ, 6वटा योग होइन, 6वटा योग हुनु चाहिँ मैले यहाँ एउटा चाहिँ भन्न चाहन्छु। मैले यहाँ दुईवटा किताब ल्याएको छ, एउटा चाहिँ ठुलो एउटा चाहिँ सानो छ। यो भित्र मैले दैनिक अनि ध्यान आवेशको विषयमा 6 योगको विषयमा त्यो भित्र चाहिँ लेखेको छ। अहिले हाम्रो यहाँ समाज गुम्बालाई अनि ठुलो पुस्तक जो छ त्यो 25 हो है, 25, सानो चाहिँ 25 गरेर 50वटा किताब चाहिँ यहाँ चढाउँदैछु। पछि तपाईँहरूले यहाँ समाजदेखि अनि इयरवाला खर्च समाजबाट तपाईँहरूले अथवा चाहिँ सापट्टि लिएर सापट्टि भन्ने कुरो हुँदैन यहाँ चाहिँ हो। अब है लगिसकेपछि जस्तै उधार जस्तो भनौँ, म केही दिनको लागि आफ्नो नाम लेखेर लान्छु र केही अध्ययन गरिसकेपछि फेरि गुम्बामै म वापस गर्छु, फिर्ता गर्छु भन्ने एउटा यो गुम्बामा चाहिँ समाजमा त्यो चलनचल्ती पनि छ। गुम्बामा चाहिँ यो पढ्नुको लागि चाहिँ म यहाँ चढाउँदैछु होइन। तपाईँहरू यहाँबाट विस्तृत रूपले यहाँबाट थाहा छ, मैले यहाँ छोटकरीमा चाहिँ भन्न चाहन्छु। अब 6 योग भन्ने चाहिँ के हो भनेदेखि पहिलो योग चाहिँ छेउको भाषामा भन्छ दाउँ नेन्जोर। दाउँ नेन्जोर भने चाहिँ अनि नेपाली भाषामा उड्ने बेलाको योग साधना, उड्ने बेलाको योग साधना भनेको। दोस्रोमा चाहिँ ठुकी नेन्जोर भन्छ। ठुकी नेन्जोर भने चाहिँ नेपालीमा चाहिँ के हो भनेदेखि स्थान योगको साधना, स्थान योगको साधना, स्नान योगको साधना। अनि तेस्रोमा चाहिँ थुङ्गी नेन्जोर भन्छ स्नान रवे साधना योग अनि विधि, साधना योगको विधि। चौधमा चाहिँ सेकी नेन्जोर भोजन सेवनको योग साधना भने चाहिँ त्यो। अनि 5मा चाहिँ अनि न्यालविन नेन्जोर भने चाहिँ शयन योग अनि र शून्य बेलाको अनि योग त्यो। अनि 6मा चाहिँ थ्युसेङ्गी नेन्जोर अन्य समयको योग भनेर चाहिँ त्यो छ। त्यसो गरेर चाहिँ 6वटा यो म यहाँ चाहिँ अनि छोटकरीमा भन्न चाहन्छु। हामीले हुनु चाहिँ अनि छाम बसेको कहिले कहिले हामी छाम बस्छ त्यो पनि राम्रो हो। कहिले कहिले हामीले त्यो पुण्यको दिनमा चाहिँ अनि धर्महरू गर्छ त्यो पनि राम्रो हो। तर मैले यहाँ के भन्न चाहन्छु भनेदेखि एउटा
रोगी र नेपा एउटा रोगीले अनि कहिले कहिले समयमा अनि त्यो के रे दबाई खाएको र दैनिक जीवनमा त्यसले दबाई खाएको के फाइदा के फरक छ धेरै फरक छ नि है म रोगी हो भन्दै कहिले दबाई खान्छु कहिले नखाने भनेदेखि त्यति फाइदा हुँदैन तर खाएको त राम्रो हो तर दैनिक जीवनमा आफूले त्यो रोगी निको नहुनेसम्म रोग चाहिँ निको नहुनेसम्म बिमार निको नहुनेसम्म चाहिँ अनि त्यो के रे दबाई खायो भने त्यति फाइदा छ त्यही दोस्रो गरेर धर्म भने ध्यान आवेश भने चाहिँ कहिले कहिले छमको बेलामा गर्छु अरूको बेलामा चाहिँ हामी नगर्ने भनेर चाहिँ छोड्ने चाहिँ होइन त्यो चाहिँ निरन्तर रूपमा दैनिकमा गर्नु सक्यो भनेदेखि त्यति फाइदा छ त्यसो कारणले मैले यो योग चाहिँ सायद अब 25 वर्ष मैले गरिसक्यो यो अहिले 6वटा योग चाहिँ त्यसको कारणले धेरै फाइदा भएको छ अब त्यस्तो योग चाहिँ जहिले पनि नगर्नेदेखि यस्तो अघि भनेको जस्तो स्थानमा अनि योग साधनामा बस्ने बेलामा बुद्धको त्यो चित्त चाहिँ तुरुन्त आउने गाह्रो हो नि अब म त जाँदाखेरि आउँदाखेरि जहाँ गयो भनेदेखि बुद्ध यसरी सम्झ्यो भने तुरुन्त आउने रे मेरो मनमा त्यो चाहिँ गरेर ध्यान गरेको कारणले भएको त्यस्तो गरेर चाहिँ बुद्धिचित भन्ने त्यस्तोहरू चाहिँ जहिले पनि आउने हो केही मलाई चाहिँ त्यो समस्या छैन बुद्धिचित भन्ने अनि शून्यता कुराहरू होइन पहिला त शून्यता भने त धेरै गाह्रो लाग्यो थियो मैले शून्यताको विषयमा खास गरेर 3 वर्ष पढाएँ त्यसको पछि शून्यताको अनि टिचिङ अरूलाई 3 वर्ष अझै दिएँ त्यस्तो गरेर भने अनि शून्यताको बुझ्नेमा गाह्रो भयो तर पढ्दै ध्यान गर्दै ध्यान गर्दै गएको कारणले अहिले मलाई शून्यता भने केही मलाई के भन्छ गाह्रो छैन त्यस्तो अब त्योहरू सबै गरेको कारणले हो रहेछ ध्यान आवेश नगर्यो भनेदेखि परेर मात्र त्यो हुने चाहिँ गाह्रो रहेछ त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि यो 6वटा योग चाहिँ तपाईहरुले गर्नु सक्यो भनेदेखि तपाईहरुले आफ्नो जीवनमा आफ्नो एक दिनको भित्र बुद्ध धर्मलाई अनि बुद्ध धर्मको अनि के रे बुद्ध धर्मको अनि दबाई खाएको जस्तो हुन्छ त्यसले धेरै फाइदा हुन्छ भनेर चाहिँ भन्न चाहेको छ हुनु चाहिँ यस्तो योगहरु चाहिँ गुरु थापेर अनि गुरुदेखि आगम पाएर गर्नुपर्ने त्यस्तो हो अब अहिले चाहिँ मैले के सोच्छु भनेदेखि अब हाम्रो बुद्धको चेलाको भित्र बुद्ध धर्म गर्नु इच्छा भएको धेरै छ तर गर्नु नजानेको अनि गुरु नपाएको कारणले धेरै समस्या भएकोहरू पनि मैले देखेको छ खास गरेर गाउँतिर अनि अलिकति टाढोतिर त्यस्तो मैले देखेको छ त्यसो कारणले मैले गुरु मानोस् या नमानोस् केही फरक पर्दैन तर यो चाहिँ एउटा ज्ञानको रूपमा एउटा शिक्षाको रूपमा चाहिँ अनि के भन्छ पढायो भने उनीहरूले सिकायो भने राम्रो होला भनेर चाहिँ मैले यो गरेको हो आज पनि म त्यही सोचेर चाहिँ भन्दैछु अब पहिला चाहिँ हामी बिहान उठ्दाखेरि चाहिँ चुरुङ इच्छा गरौ नि बरु नि इच्छा गरौ ल कमचोङा छ अनि बिहान उठ्दाखेरि चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भनेदेखि उड्ने बेलाको योग साधना चाहिँ हामीले गर्नुपर्छ उड्ने बेलाको योग साधना भने चाहिँ कस्तो हो भनेदेखि बिहान यस्तो अब मैले चाहिँ अब यो भन्दैछु हामी बौद्धहरू चाहिँ सुत्नु बेलामा चाहिँ अलि छिटो सुत्नुपर्छ उड्नु बेलामा चाहिँ धेरै के रे छिटो उड्नुपर्छ बिहान होइन अब मैले चाहिँ समरमा चाहिँ 4 बजे उठ्दैछु अनि अहिले विन्टरमा चाहिँ 5 बजेमा चाहिँ उठ्दैछु त्यो उठेर चाहिँ 1 घण्टा र आधा सक्यो भनेदेखि 2 घण्टा त्यो नपुग्यो भने 1.5 घण्टामा चाहिँ मैले ध्यान अभ्यास चाहिँ गर्दैछु जहिले पनि बिहान 5 बजे उठेर
त्यसो कारणले अहिले यहाँ म के भन्न चाहन्छु भने हामी बौद्धहरूले चाहिँ बेलुका खाना चाहिँ धेरै खानु हुँदैन। बेलुका धेरै टन्न खायो भनेदेखि निन्द्र धेरै त्यो लाग्छ। खसा नि थुकु लाभा धेरै खाना भोजन लिएर हामी सुत्यो भने अथवा चाहिँ जिउलाई पनि फाइदा हुँदैन, र निन्द्रा पनि धेरै पेट ठुलो हुन्छ, मोटो पनि हुन्छ है। अनि बिहान पनि समयमा उठ्नु सक्दैन। त्यसो कारणले बेलुका धेरै खानु हुँदैन भनेको छ। अब बिहान चाहिँ सक्यो भनेदेखि 4 बजे उठ्ने, नसक्यो भनेदेखि 5 बजे हामी सबैले उठ्नुपर्छ बिहान। अनि त्यसमा चाहिँ के हुन्छ भनेदेखि बिहान उठ्नु बेलामा चाहिँ अनि फाइदा चाहिँ के छ भनेदेखि बिहान अब बेलुका सुतेको कारणले जिउलाई पनि रेस्ट भन्छ नि, आनन्द पाइसक्यो, आराम पाइसकेको हुन्छ। अनि सुतेको कारणले मन पनि के अरे चलचिल खर्च दिए मारे चञ्चल मन पनि चञ्चल धेरै नभएको हुन्छ। त्यसो कारणले जिउ र मन दुईटालाई आनन्द पाइसकेको कारणले खर्च ताङ्गी रेस्ट आराम पाइसकेको कारणले बिहान आफ्नो जिउ र मन चाहिँ धर्म ध्यान र अभ्यासमा प्रयोग गर्यो भनेदेखि धेरै राम्रो हुने हो। त्यसो कारणले बिहान छिटो उठ्नुपर्छ भनेको कारण। अब उठ्नु बेलामा चाहिँ हामी त्यो खासा ठुल्ठुलो गर्छ पशु उठेको जस्तो गर्नु हुँदैन होइन। उठ्ने मान्छे चाहिँ बौद्ध भयो, तर उठ्ने तरिका चाहिँ पशु उठेको जस्तो गरेर अनि तुरुन्त उठिसकेर चाहिँ तुरुन्त जाने, यता खाना त्यस्तोमा सोच्ने गयो भने हुँदैन। फेरि बौद्धहरू उठ्ने तरिका र बौद्ध उठ्ने पनि एउटै भयो भने केही फाइदा छैन। त्यसो कारणले बौद्धहरूले चाहिँ बिहान यस्तो उठ्दाखेरि चाहिँ तुरुन्त आफ्नो त्यो खर्चा देगावा आफ्नो खाटमाथि अनि सिरा कम्बल जे भए पनि ओढेरै कम्बल किल्डुङ छेने त्यो पनि एउटा वज्र आसन भन्छौँ। बुद्धहरू जुन अवस्थामा रहिरहन्छ बुद्ध वज्र आसन सक्यो भनेदेखि वज्र आसनमा बस्नु, नत्र यसरी हामी जो बस्छ नि यसरी साधारण रूपमा बसेर चाहिँ हातमा हात यसो जोडेर चाहिँ अनि के सम्झिनुपर्छ भनेदेखि उठ्ने बेलामा चाहिँ सोध्नु बेलामा हिजो अब अहिलेसम्म आफूले धर्म त्यति राम्रो गरेको छैन, तर धर्म गर्नुको लागि जीवन यस्तो राम्रो एउटा पाएको छ। हुनु त हाम्रो जीवन पनि ठेगाना छैन, अनिता हो। त्यसो कारणले हिजो पनि मर्नु सक्छ, बेलुका पनि मर्नु सक्छ, तर नमरेर आज अनि उठ्नु सकेको धेरै राम्रो हो। अब आजको दिनमा चाहिँ मेरो जिउ र मेरो मनहरू सबै धर्ममा लाग्छु, धर्म राम्रो गर्छु भनेर चाहिँ सोचेर अनि आफ्नो अगाडि बुद्ध धर्म सङ्घहरू इष्टदेवहरू सोचेर चाहिँ अनि मुखदेखि भयो भने अनि हाम्रो वचनदेखि नमो तस्स भगवतु अराधु सम्म सम्बुद्ध सा भन्ने बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि त्यस्तो भन्ने। अनि त्यसको माथि अब छेउकोहरू के त्यहाँ सम्बुद्ध लेबेहरू जानेको छ भनेदेखि खाङ्गी थुजिङ हेर्छु भने तावाथम जे पाउँबेचेर थाम्बेछेने त्यो जब गदम देला छाचलो भनेर त्यस्तो भने पनि हुन्छ। मायानाहरूले त्यसको माथि चाहिँ अनि नमो गुरुबे नमो बुद्धाय नमो धर्मय नमो सङ्घाय भनेर चाहिँ अनि त्यो भन्ने हो। थेरावादाहरूले नमो गुरुबे भने चाहिँ उहाँहरूले भन्दैन, तर महायानहरूले गुरुले धेरै मानेको कारणले अनि नमो गुरुबे भने चाहिँ पहिला भनेर नमो गुरुबे नमो बुद्धाय भन्छ हो। त्यस्तो अनि गरेर त्यसको पछि चाहिँ के सोच्नुपर्छ भनेदेखि हामी एउटा बौद्धले अनि मिक्पे थस उदाहरण लिनु चाहिँ कसले लिनुपर्छ भनेदेखि बुद्धलाई। त्यसो कारणले बुद्धको काया वाक्का चित्ता जो छ त्यसले सर्व प्राणीहरूलाई फाइदा हुँदैछ। त्यसो कारणले हामीले के प्रार्थना गर्नुपर्छ भने म बुद्धको चेला हो, मैले बुद्ध उदाहरणमा लिनु पर्यो। बुद्धको काया वाक्का चित्ताले अनि सर्व प्राणीलाई फाइदा भएको दोस्तो मेरो वाक्का चित्ता अनि खसा काया वाक्का चित्ताले पनि अनि सर्व प्राणीहरूले फाइदा होस्, फाइदा गर्छु, सर्व प्राणीहरूले चाहिँ दुःख नदिने, नोक्सान त्यस्तो नगर्ने भनेर चाहिँ यसरी प्रार्थनाहरू चाहिँ गर्नुपर्छ
हो त्यस्तो गरेर चाहिँ आजको दिनमा मैले अब ध्यान आवेशहरू सबै राम्रो गर्छु भनेर त्यो गर्ने त्यो हुन्छ गोन्ख्युकी कुदा दागिलु गोन्ख्युकी थुदा सुङ्दा दागिङा गोन्ख्युकी थुदा दा थ्योए मेचिदु गिवा सोक भनेर चाहिँ यसरी भन्ने हो त्यसको पछि चाहिँ अनि हामी उठ्दाखेरि तुरन्त उठेर जानु हुँदैन किनभनेदेखि हाम्रो खुट्टाको ताला किराहरू धेरै मार्छ अब मैले सुनेमा यो अहिले चितवनमा त धेरै गर्मीको ठाउँ रहेछ त्यसको कारणले किरा धेरै छ तर हामी एउटा बौद्ध भएको कारणले हामीले सेवा मेवाला खर्च अहिंसाको मार्गमा चाहिँ जानु पर्यो हिंसाको काम चाहिँ गर्नु हुँदैन त्यसो कारणले किराहरू चाहिँ भयो भने हामीले मर्नु हुँदैन त्यसो कारणले उठेर चाहिँ नगएको अगाडि अनि हाम्रो खुट्टाको तला चाहिँ मन्त्र जाप्नु पर्ने हुन्छ त्यसलाई चाहिँ कङ्थिल्की नाक भन्छ कङ्थिल्की नाक भने चाहिँ अनि त्यो कङ्ग्युरको भित्र बुद्ध स्वयंले भनेकोहरू कङ्ग्युरको नाक भन्ने चाहिँ छ कङ्थिल्की नाक पनि भन्छ कङ्थिल्की नाक भन्छ होइन ओम खरे चरा गन हुङ्री सोहा भनेर चाहिँ त्यो अनि मन्त्र चाहिँ जपेर अनि खुट्टामा थुथुथु गर्ने अनि हातले पनि धेरै अब के अरे सिङ्गल खर्छ खेतको काम गर्ने बेलामा हातले पनि धेरै किराहरू मार्नु सक्छ होइन त्यसको कारणले हातले पनि गर्ने खुट्टाले पनि गर्ने त्यस्तो हो त्योहरू चाहिँ गरिसकेर अनि बल्ल उठेर चाहिँ यसो हामी जाँदाखेरि चाहिँ अनि मुखबाट मन्त्रहरू गर्दै गर्दै जानुपर्छ ओम मुनि मुनि मा मुनि सोहा ओमाने पेमे हुँ भनेको अनि ओमा हो बजाको रुपियाँमा सिधै हो भन्ने अनि ओम तारे तुरी भन्ने खास गरेर अनि बौद्धको धर्मको भित्र अनि विवेक त्यो बुद्धिलाई धेरै ठुलो मान्छ त्यसो कारणले बुद्धि विकास हुनेको मन्त्र ओम आरबज नादी दिदी 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 भने त्यो चाहिँ धेरै भन्नुपर्छ पहिलातिर त तिब्बत र हिमालयन क्षेत्रतिर त्यस्तो त्यो यो मन्त्रहरू चाहिँ सबैले थाहा हुने भयो होइन सबैले बिहान ओमार बचनादी ओमार बचनादी ओमार बचनादी ओमार बचनादी ओमार बचनादी ओमार बचनादी दिदी 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 धेरै सबैले भन्नु अब पछि बिस्तारै यो सबै हटायो रे नष्ट भयो त्यसो कारणले अब हामीले त्यो चाहिँ सबैले त्यो गर्नुपर्छ अब त्यसको पछि हामी त्यहाँ जान्छ नि के अरे यहाँसम्म चाहिँ के भयो भने उड्ने बेलाको योग साधना भयो अब त्यसको पछि हामी ठुकी नेचुर भने चाहिँ के हो भने स्थान योग साधना गर्नु बेलामा चाहिँ हामी खर्च टोयलेट लगिरहेको त टोयलेट बाथरुम टोयलेटमा जान्छ होइन अब साधारणको कुरा गऱ्यो भनेदेखि हामी त्यहाँ खर्च धेरै चिज लग्यो भने नेपाली के होला छप्साङ तावा शौचालय रे छप्साङ तावा दिसा पिसाहरू हामी गर्छ होइन त्यो साधारणदेखि हेरिदियो त्यो के धर्ममा जान्दैन है तर बौद्धको ग्रामको भित्र त्यो पनि धर्ममा लिनु सक्छ कसरी भनेदेखि हामीले दानको रूपमा हामीले अब त खानाहरू पैसाहरू कोहीले दियो भने दानको रूपमा यसरी दियो भने मन राम्रो सोचेर दियो भने त्यसले धर्म हो भन्छ नि त्यही दोस्तो हाम्रो यो के भन्छ लोकको भित्र कोही लोकहरू दिसा पिसा खानुपर्ने लोकहरू पनि हुन्छ किरादेखि लिएर धेरै किसिमको त्यस्तो छ त्यसो कारणले हामीले आफ्नो दिसा पिसा गर्नु बेलामा त्यो दिसा पिसा जो गरेको सबै म दानको रूपमा त्यसलाई प्रयोग गर्नुपर्ने त्यो खानुपर्नेको किरादेखि लिएर जति छ उसले म दानको रूपमा दिँदैछु भनेर माया दया सोचेर उसले यो दान पाओस् उसले सुख होस् दुःख नहोस् भनेर चाहिँ दिसा पिसा गर्यो भने त्यो मनको सोचले त्यो कर्म पनि धर्ममा जान्छ भनेको छ हैन त्यो हो अब त्यो बेलामा अब आफूले अब दिशा सोधि छप्छेर दिशा गर्नु बेलामा ओम आ विटा आहारबे सोहा भनेर अनि मन्त्र गरेर अनि मनको सोच अघि भनेको जस्तो गर्यो भनेदेखि त्यो पनि धर्म हो त्यो पनि एउटा अभ्यास हो त्यही दोस्रो गरेर सिङ्गन पूजा गरेर ओम आ सिङ्गन आहारबे सोहा भन्यो भनेदेखि त्यो पनि धर्म हो
त्यसो गरेर बौद्धको तन्त्रको भित्र यो कुराहरू छ त्यस्तो कुराहरू पनि गर्न सक्छ अब त्यसको पछि अब हामी खर्सा सुपुट्यो वा दोङठो वा अब त्यसको पछि चाहिँ हामीले स्नान रे अरे स्नान योग साधना चाहिँ गर्नुपर्छ अब हामीले अब मुख कति धुइसकेको छ जिउ कति धुइसकेको छ अहिलेसम्म होइन कति धुएको होला पानी कति हामीले प्रयोग गर्यो होला होइन तर त्योहरू सबै फाल्तुमा गएको छ अब फेरि धर्ममा के सिकाएको छ तपाईँले जो स्नान गर्छ जिउ धुने हुन्छ मुख धुने हुन्छ त्योहरू सबै धर्ममा लाग्नु सक्छ भन्छ कसैले भने त्यसको तरिका योग सिकाएको छ अब त्यहाँ गएर चाहिँ हामी त्यो के अरे मुख धुँदाखेरि चाहिँ तुरन्त मुख धुनु हुँदैन त्यो मुख धुनुको ठाउँमा पहिला जाने पानी पनि पहिला यसरी धारा खोल्ने चाहिँ तुरन्त नखोल्ने आफ्नो अगाडि वाङ थप्नु बेलामा के गर्छ भनेदेखि वाङला भन्छ वाङला त्यसो कारणले वाङको बेलामा अभिषेकको बेलामा अनि माथि त्यो अभिषेक दिनेको देवा दिवाहरू छ भनेर चाहिँ सोध्छ नि त्यही जस्तो गरेर यो मुख धुँदाखेरि अगाडि वाङ्गिल्हा भन्छ अभिषेकको देवा आफ्नो इष्टदेव को हुन्छ बुद्ध शाक्य मुनिले सोच्यो भने हुन्छ चेरेसी अवालोकति शिवार सोच्यो भने हुन्छ जुजुन ढोलमा खर्सा तारा देवी सोच्यो भने हुन्छ त्यही जस्तो गरेर चाहिँ चक्र सम्भावा भन्ने अनि हेवाजर भन्ने धेरै हुन्छ जो आफूले इष्टदेव मान्छ त्यो सोच्ने उहाँको हातमा चाहिँ एउटा क्लेश छ भनेर सोच्ने क्लेशको भित्र अनि कलाश भन्छ नि फुम्बा यो फुम्बा नि फुम्बा यो छ भनेर सोच्ने कलाशको भित्र चाहिँ अमृत छ भनेर सोच्ने त्यो सबै सोचिसकेर आज म अनि त्यो के अरे गुरु इष्टदेव देवद्वारा वाङ थाप्दैछु पानीको वाङ भन्छ छुवाङ थाप्दैछु भनेर सोच्नुपर्छ त्यो सोचेर चाहिँ अनि बल्ल त्यो धारा चाहिँ खोल्ने धारा खोलेर अनि पहिलाको पानी चाहिँ चढाउने तीनचोटि यसो गरेर चढाउने त्यसको पछि चाहिँ हात यसो गरेर चाहिँ हातमा त्यो लिने मनमा के सोच्नु पर्यो अमृत त्यो अभिषेकको पानी अमृत हो भनेर सोच्ने मुखमा यसोरी त्यो गर्नु बेलामा चाहिँ ओम आहुँ ओम आहुँ ओम आहुँ त्यस्तो भनेर चाहिँ जाबेर चाहिँ गर्ने ओम भने चाहिँ के हो आ भने चाहिँ के हो हुम भने चाहिँ के हो त्यो थाहा हुनुपर्छ हुनु त ओम भनेको शब्द चाहिँ हिन्दू त्यस्तोको ग्रन्थको भित्र पनि छ हाम्रो बौद्धको ग्रन्थभित्र पनि छ त्यो संस्कृतबाट आएको वर्ड हो तर त्यसको मतलब र त्यसलाई पहिला अनि बुद्धहरू इष्टदेवहरूले छिलप खर्च छिङ्गिला आशीर्वाद गर्नु बेलामा चाहिँ अनि त्यसलाई चाहिँ त्यसको मतलब चाहिँ अलग भएको छ हाम्रो बौद्धमा ओम भन्नेको मतलब चाहिँ बुद्धको काया हो आ भनेको मतलब चाहिँ बुद्धको वचन हो हुङ भनेको मतलब चाहिँ बुद्धको चित्त हो त्यसो कारणले ओमा हुङ गरेर यसो गर्नु बेलामा बुद्धको काया वाक चित्तको प्रसादद्वारा या खर्च छिलप खर्च आशीर्वादद्वारा मेरो काया वाक चित्तको पापहरू सबै हटायो त्यो सोच्ने हो ओमा हुङ गरेर तीनचोटि त्यो गर्ने हो त्यस्तो गर्यो भनेदेखि त्यो तपाईँले मुख धुँदाखेरि जिउ दिँदाखेरि त्यो गर्नु सक्यो भनेदेखि जति तपाईँले अनि पानी प्रयोग गरेको हुन्छ त्यो साबुन प्रयोग गरेको हुन्छ जो हुन्छ त्योहरू सबै धर्ममा लागेको त्यो हो अब यहाँ चाहिँ स्नान योग साधना भन्ने चाहिँ सही हो अब त्यसको पछि थ्विङ्गी नेन्जोर भने चाहिँ साधना योग विधि भने त्यो हो त्यो तेस्रोमा त्यो चाहिँ आफ्नो घरमा चाहिँ गर्नुपर्छ हामीले आफ्नो घरमा चाहिँ अब समय मिलेर बिहानको समयमा चाहिँ सबैले भयो भने 1 घन्टा 1.5 घन्टा 2 घन्टा त्यस्तो समय छैन भनेदेखि आधा घन्टा त्यसो पनि नभएदेखि 15 मिनट जस्तो त्यसो पनि नभएदेखि 10 त्यो पनि नभएदेखि 5 मिनट
फेरि हामी मान्छेले भन्छ धर्म गर्नुको लागि हामीले समय छैन भन्छ, कर्म गर्नुको लागि त्यस्तो अनि के अरे अधर्मको कर्म गर्नुको लागि समय छ भन्छ होइन। खानाको लागि चाहिँ समय छ भन्छ, पिउनुको लागि चाहिँ समय छ भन्छ, मोज गर्नुको लागि चाहिँ समय छ भन्छ। अब धर्म गर्नुपर्छ भनेदेखि समय छैन भन्छ अरे। त्यो चाहिँ हामीले चाहिँ परिवर्तन हुनुपर्छ। त्यसो कारणले समय दिनु पर्यो। आफूले दुःख नचाहिने र सुख चाहिने हो भनेदेखि त्यसको लागि धर्म गर्नु पर्यो, त्यसको लागि समय आफूले दिनुपर्छ। त्यो धर्मले चाहिँ म आउँछु है भनेर बस्दैन, आफूले समय दिएर धर्म चाहिँ गर्नुपर्ने हो नि। अब फेरि हामी रोग यस्तो हुँदाखेरि बिमार हुँदाखेरि चाहिँ दबाई अब धेरै के अरे इमर्जेन्सी भन्छ नि हर्ष, इमर्जेन्सीको बेलामा चाहिँ त्यस्तो बेलामा चाहिँ हामीले अब त्यो के गरौँ भनेर चाहिँ समय दिएर के गरेर अब दबाईहरू खानुहुन्छ होइन। तर धर्मको लागि चाहिँ हामीले के महत्त्वपूर्ण चाहिँ सोच्दैन, त्यो चाहिँ धेरै त्यो हो। त्यसो कारणले त्यो गर्नु हुँदैन भन्यो। अब अहिले यहाँ के भन्नु चाहेको भने सिद्धान्त के अरे सिद्धान्त योग विधि भने त्यसको लागि अनि कमसेकम 10 मिनट 20 मिनट त्यस्तो राखेर चाहिँ अब हामी बौद्धहरू सबैले शरण गमन चाहिँ राम्रो गर्ने। त्यसको लागि सक्यो भनेदेखि 4 आर्य सत्यको विषयमा राम्रो पढेर अनि शरण गमनको ध्यान चाहिँ गर्ने। यहाँ चाहिँ एउटा सिकाउँछु, शरण गमनको ध्यान चाहिँ गर्नु बेलामा चाहिँ शरण गमनको अभ्यास ध्यान अभ्यास त्यसको लागि चाहिँ हामीले 3टा कुरा चाहिँ थाहा हुनुपर्छ। शरण गमन राम्रो हुनुको लागि क्याम्ड्रे ग्युङ्गी भन्छ। क्याम्ड्रे ग्युङ्गी भने चाहिँ शरण गमनको 2 हेतु भन्छ। एउटा हेतु चाहिँ के हो, डर हो। डर भने चाहिँ के हो, आफूलाई अनि त्यो क्लेश र अनि कर्मद्वारा दुःख यसो भएको छ भनेर सोचेर अब मैले अब धर्म नगर्यो भनेदेखि म अनि त्यो संसारमा नरकमा जन्म हुन्छ, त्यो भएदेखि दुःख यसो हुन्छ भनेर राम्रो गरेर सोचेर चाहिँ डर हुनुपर्ने। त्यसले चाहिँ क्याम्ड्रे ग्यु जिक्पा भन्छ। जिक्पा भने त्यो डर। अब एउटा चाहिँ के हो भनेदेखि थेपा भने चाहिँ श्रद्धा हो, श्रद्धा हो, आस्था र श्रद्धा त्यो हो, विश्वास। अब त्यो थेपा भने चाहिँ कसरी आउँछ भनेदेखि अघिको डर भएको कारणले ल मलाई चाहिँ अनि संसारमा र नरकमा पुग्यो भने यस्तो डर छ, त्यो डरदेखि हटाउन सक्ने टेक्नु सक्नेको अनि शक्ति चाहिँ कसलाई छ भनेदेखि बुद्ध धर्म शङ्कर रत्नले छ भनेर थाहा भएर उहाँ तिनीहरूलाई चाहिँ आस्था राख्यो भनेदेखि थेपा भन्छ। त्यो चाहिँ अनि शरण गमनको हेतु हो। शरण गमनको हेतुमा 2टा, जिक्पा थेपा, डर र श्रद्धा आस्था हो। त्यो 2टा द्वारा अनि बुद्ध धर्म सङ्घलाई अनि मनदेखि नै ढोक्यो भने के शरण गमन त्यो हो त दिछे क्याम्डो अनि त्यो चाहिँ गर्ने त्यो। अब हाम्रो हिमालयन क्षेत्रमा भएको अनि महायान बुद्धिज्महरूले त्यसको माथि चाहिँ बुद्धिसत्व के अरे बुद्धिचित भनेको विषयमा चाहिँ अनि ध्यान गर्नुपर्छ। बुद्धिचितको विषयमा ध्यान नगर्यो भनेदेखि बुद्धिचितको ध्यान अभ्यास नगर्यो भनेदेखि हामीले मुखबाट महायान हो भनेर चाहिँ केही हुँदैन। मुखबाट म महायान हो भन्छ तर मन चाहिँ महायानमा पुगेकै छैन। त्यसो कारणले बुद्धिचितको त्यो गर्नुपर्छ। त्यो यहाँसम्म चाहिँ यति राखौँ। अब त्यसको पछि 14 चाहिँ अनि भोजन सेवाको योग साधना भन्छ। भोजन सेवनको योग साधना, भोजन सेवनको योग साधना, खाना खानु बेलामा पिउनु बेलामा। अब हामीले बिहान ब्रेकफास्टहरू खान्छ होला, दिउँसो खाना खान्छ, बेलुका त्यो खाना खाँदाखेरि आफ्नो बा आमा अनि छोराछोरीदेखि सबैसँगै बस्ने, पहिला खानाहरू सबै तयार गर्ने, सबैसँगै बस्ने। त्यो बसेको बित्तिकै तुरुन्त खानु हुँदैन, त्यो धेरै त्यो नराम्रो हो। बसेर चाहिँ पहिला चाहिँ
छोपा फुल्ची गर्नुपर्छ बिहानको छोपा हुन्छ सांगे थम्जे दुबेको दोजे जेमे ngoni कुजु सुंगे चावाते लामा नामला छोपा फुल भनेर यो महायानाहरूले अब हामी सबै बौद्धहरूले के गर्नु पर्यो दाक्सो खोर्जे छेरो थम्जुदो कुजु सुम्बो नयाँ मेन्डेस कुजु सुम्बो गुन्दु छोपा कुजु सुंगे छेलम जुबर शो भनेर चाहिँ भन्ने त्यसको माथि हामी तन्त्र बौद्धको तन्त्र मान्ने हो भनेदेखि ओमा हु भने चाहिँ प्लस गर्नुपर्छ ओमा 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 हु दाक्सो खोर्जे छेरो थम्जुदो कुजु सुम्बो नयाँ मेन कुजु सुम्बो गुन्दु छोपा कुजु सुंगे छेलम जुबर शो भन् त्यसको पछि अब आफूले सक्यो भने अझै धेरै त्योहरू छ पूजाहरू छ त्यो गर्ने छ त्यो नसक्यो भने के हुँदैन यो मात्र गर्ने अब त्यसको पछि चाहिँ खासम्म दम्दावा रिबाई त्योजा सेता मेवा तेंगिने क्याचर माला नेबेच माला छाचर माला लुने बासी चिर्स मैले आज खाएको अनि त्यो ब्रेकफास्ट लन्च जो हो त्यो चाहिँ म जिउ राम्रो हुनुको लागि म अर्कोले फुर्त देखाउनको लागि त्यसको लागि होइन म यो चाहिँ आफ्नो जीवनमा धर्म राम्रो गर्नु पर्यो त्यसको लागि जिउ राम्रो हुनु पर्यो त्यसको लागि चाहिँ मैले खाना खान्दैछु पिउँदैछु भने त्यो सोचेर चाहिँ गर्ने त्यो हो त्यो सकेर चाहिँ अन्तिममा चाहिँ प्रार्थना गर्ने जिम्बा ग्या चाहिँ के भयो त्यो डबे त्यो रहन्छु सँगै मैले के भने के छ न जिम्बे डोबहरू चाहिँ गर्ने त्योहरू सबै सकेर अनि भोजन योग चाहिँ सिद्धियो अब त्यसको पछि खासा शयन योग बेलुका सुत्नु बेलामा यो चाहिँ धेरै ठुलो कुरा हो सबैले ध्यानमा राख्नुहोस् हाम्रो यो जीवनमा मेरो विचारमा चाहिँ अब हुनु त 100 वर्ष बस्नुपर्ने हो तर हामी बस्नु गाह्रो हो 90 80 75 यहाँसम्म बस्नु त्यसको पछि चाहिँ हामी मर्छ होइन तर 75 वर्षसम्म हामी बसेर भने अब त्यसमा हिसाब गर्नुहोस् त कति घन्टा हामीले एक दिनको भित्र कति घन्टा सुत्छ 6 7 8 अब एक दिनमा 6 7 8 घन्टा सुतेको चाहिँ प्लस गरेर 75 इयर्समा वर्षमा 8 घन्टा सुत्यो भने कति घन्टा हामी सुत्छ कति वर्ष सुत्छ मेरो विचारमा 15 17 20 वर्ष सुत्छ होला हैन अब त्यो सुतेको सबै अहिलेसम्म धर्ममा गएको छैन अब अहिले यो न्यालविन्ने जो शयन योग भन्ने चाहिँ हामीले पढेर थाहा भएर त्यो योग चाहिँ गर्न सक्यो भनेदेखि जति हामीले सुतेको सबै धर्म हो त्यति फाइदा छ त्यसो कारणले अब सुत्नु बेलामा चाहिँ के गर्नु पर्यो भनेदेखि पहिला बुद्ध धर्मसङ्घले ढोकेर आजको दिनमा जति पाप गरेको छ त्योहरू सबै शाक्वाला गर्छ पाप देशना गर्ने त्यसको सबभन्दा राम्रो चाहिँ अनि यज्ञ गर्नुपर्छ ओम वज्र सातो त्यो 21 एटलिस्ट 21 चाहिँ जापेर चाहिँ मैले 21 चोटि जापेर मैले पाप गरेको सबै अनि त्यो शाप त्यसलाई पाप देशना गर्दैछु भनेर त्यो चाहिँ राम्रो गर्ने अब त्यो सँगसँगै भयो भने छाङ्जे वादा छुजिन शाकबाट जेसु यहाँ कुसु सोवाई गेवा चुसे दागी चिसावा भनेर यहाँला दुनगी न्याम्ने ठिक लाग्छ त्यो चाहिँ साप्ताङ्गी एउटा पूजा विधिहरू छ साप्ताङ्गी पूजा विधिहरू पनि फेरि हामीले वचनद्वारा त्यसलाई पढ्नु पर्दछ हो त्यो अब यदि त्यो पनि सक्यो भनेदेखि केही छैन अब यो चाहिँ सबैले गर्नुपर्छ त्यो कसो हो भनेदेखि बिहान उठ्दाखेरि हामीले अगाडि बुद्ध सोचेको छ होइन त्यही बुद्ध चाहिँ बिस्तारै यता आफ्नो शिरको माथि चाहिँ तिनटी शुभा चेन टेम्बा आफ्नो शिरको माथि चाहिँ हामीले निमन्त्रणा गर्नुपर्दछ स्वागत गर्नुपर्दछ स्वागत गर्ने अनि आफ्नो चितको माथि शिरको माथि छ भनेर राम्रो गरेर सोच्ने अनि उहाँले चाहिँ प्रार्थना राम्रो गरेर अब भगवान बुद्ध चाहिँ मेरो मनमा भगवान बुद्धको काया वाक्य चित्त सबै मेरो मनमा आएर चाहिँ मेरो मन र उहाँ एउटै होस् भनेर चाहिँ सोच्नुपर्छ त्यसलाई त्यो सोचेर चाहिँ पाण्डे चावे लामा रुमपछि दागिङकर पेन्टे तेङसुला कनिङछिम्बो गोने जेसुन्दु कुसुन्थु यो मुडुप चाँदो सो भनेर त्यो भन्यो पनि हुन्छ सोच्नुपर्छ खास गरेर अनि बुद्ध चाहिँ यसोरी यहाँ के अरे चौमा गर्छ नाडी धातु भन्ने एउटा हाम्रो छ एउटा नाडी धातु भने चाहिँ यहाँ बिचमा एउटा हुन्छ आवाज धातु भन्छ यहाँ छ नसा त्यो नसा चाहिँ पाइप दोस्रो सोचेर पाइपको भित्र हामी बच्चाहरू पाइप पानी त्यो खान्छ नि जुसहरू त्यही दोस्रो पाइप सोचेर चाहिँ नसा यसो एउटा चाहिँ सम्झिने
अनि गुरु बुद्ध चाहिँ अनि माथिदेखि त्यो के अरे नशा अवधूतिको भित्र यसरी पसेर चाहिँ बिस्तारै पसेर आफ्नो मन यहाँ छ भनेर सोच्ने, त्यो आफ्नो मनलाई चाहिँ ठ्याक्कै बुद्ध चाहिँ यसो सीमित भएर चाहिँ एक त भयो भनेर सोच्ने, त्यसको पछि चाहिँ अनि बुद्धलाई सम्झेर अनि धर्म सम्झेर अनि शून्यता सम्झेर बुद्धिचितहरू सम्झेर शरण गमनहरू सम्झेर चाहिँ सुत्नुपर्छ। त्यस्तो गरेर सुत्यो भनेदेखि जति सुतेको त्योहरू सबै कुशल कर्म हुन्छ भन्छ, क्यावा हुन्छ भन्छ। त्यो हो, त्यसले चाहिँ न्यालवे जोर्स त्यो हो। अब त्यो हो। अब अरूको बेलामा थुइसेङ्गी नेन्जर भने चाहिँ अरूको बेलामा गर्ने योगहरू हो। त्यो बेलामा चाहिँ अन्य समयमा गर्ने योग हो। त्यो बेलामा चाहिँ ठेम्बा त सिसिङ गर्छ। त्यो बेलामा चाहिँ एउटा स्मृति र सम्प्रजन्य भन्ने एउटा दुईटा शब्द छ, याद र सम्प्रजन्य। याद र सम्प्रजन्य त्यो प्रयोग गरेर चाहिँ जहिले पनि आफ्नो जिउले आफ्नो कायाले के गर्छ रहेछ, नराम्रो गर्छ कि राम्रो गर्छ। नराम्रो गर्छ भने थाहा भएदेखि त्यो छोडेर राम्रो गर्ने। फेरि वाक्कले सोचेर मेरो वचनदेखि के गर्छ त, राम्रो बोल्छ कि बोल्दैन, धर्मको कुराहरू गर्छ कि गर्दैन, धर्ममा लाग्ने कुराहरू गर्छ कि गर्दैन, त्यो सोच्ने। अनि मनले पनि हेर्ने। जो होस् आफ्नो यो अहिले भन्यो नि याद र सम्प्रजन, त्यो दुईटाद्वारा आफ्नो काया वाका चित्तलाई हेरेर चाहिँ धर्ममा लाग्नु दिने, त्यो हो। त्यो चाहिँ गरेर चाहिँ अनि हामीले एक दिनमा अनि के अरे ध्यान अभ्यास गर्ने तरिकाहरू चाहिँ यस्तो हो। अब आज चाहिँ यहाँसम्म चाहिँ राख्छु, ठ्याक्कै 2:30 बजी छ। अनि 5 मिनट चाहिँ ब्रेक राखौँ। अनि यहाँ त्यसको पछि क्वेसन एन्सर